सो अब हिजोको फिल्टर अनि अरू अरू के थियो गर है त्यो चाहिँ गरेर यसो सब्मिट गरिदिँदै गरेर म चेक गर्छु मिला छ कि छैन। अब कुनै दिन गऱ्यो भने यहीँ पठायो भने म यहीँ रन हानेर हेरौँला। यहाँ हामीलाई पनि रन हानेर हेर्छौँ। अब यो यिनीहरू कुराहरू भयो है। सन्देश भाइले केही गर्यो कि नै त्यो पार्टहरू। अब आज चाहिँ डकुमेन्ट अब्जेक्ट मोडल भनेर अहिलेसम्म हामीले जति हेरेको थियौँ यतिको कन्सेप्ट भएपछि हामी मजाले ब्याकिङमा छिर्न मिल्छ है। तर हामीलाई खतरा कन्सेप्ट चाहिँ यो 2 दिनमा पढाइ भएको 4 आवरको जुन कन्सेप्ट थियो अरू त्योभन्दा अगाडि हाम्रो अर्को 2-3 घन्टा पनि पढाइ भएको थियो है। हिस्ट्रीदेखि लिएर बेसिक बेसिक हाम्रो पढाइ भएको थियो। अब त्यो कुराहरू छोडेर अब यो फङ्सनको टाइप त्यसपछि हायर अर्डर फङ्सन कल ब्याक अर्को एउटा कल ब्याक हेल भन्ने पनि हुन्छ त्यो चाहिँ अब इन्टरभ्यूमा अलिकति उयो हुन्छ है। होस्टिङ प्रमिसेसहरू हामी बिस्तारै आउँछन् प्रमिसेस अहिले अहिले जे भइरहेको छ यिनीहरू चाहिँ सिङ्क्रोनस हाम्रो जावा स्क्रिप्ट हो है। सिङ्क्रोनस जावा स्क्रिप्ट भनेको चाहिँ कस्तो भन्दाखेरि जस्तो हाम्रो हरेक लाइन अनुसार के 11 लाइनको पहिला एक्जिक्युट हुन्छ अनि 12 लाइनको 39को 49को अनि त्यसरी सिङ्क्रोनसली एक्जिक्युट भइरहेको यस्तोलाई चाहिँ हामी सिङ्क्रोनस जाभा स्क्रिप्ट भन्छौँ। त्यो एसिङ्क्रोनस चाहिँ अब त्यो डन पढिसकेपछि हामी अहिले हेर्छौँ एकछिनमा नभए पछि भोलितिर पर्सितिर हेरिहाल्छौँ। जस ब्याकिङमा छिर्नको लागि चाहिँ चाहिने जाभा स्क्रिप्टको मेन कन्सेप्टहरू ब्याकिङदेखि लिएर रियाक्टमा पनि भन्ने फ्रन्टिङ ब्याकिङ जहाँ जानु छ मेन कन्सेप्टहरू चाहिँ यो हो। अब इरर ह्यान्डलिङ भनेको चाहिँ हामीले सी प्लस प्लसमा हेरिहाल्छौँ तिनीहरूले त्यसपछि थाहा पाउँछौँ त्यो ट्राई क्याच भन्ने हुन्छ। जस त्यसमा केही गर्नु पर्दैन जस्ट भनेर हामीले लेख्न मात्र पर्ने हो। ट्राई सिएच पिसिएच भनेर इन्टर हाने नि आउँछ जस्ट यहाँनिर अरू अपरेसन भनेको जाभा स्क्रिप्टमा गर्नु जस्तै एफिल्स लाउने सबै गर्ने त्यहाँ काम भइरहेछ है। अब त्यसको लागि हामी ब्याकिङतिरै पुगेपछि हेर्छौँ यो अब अहिले यति लेख्नको लागि के हेर्नु जस्तै यहाँनिर केही ट्राई गर्ने त्यो ट्राई हाम्रो यहाँ कुनै फङ्सन बनायो फङ्सन अपरेसन भएन भने यहाँनिर त्यो क्याच इरर भन्नेले चाहिँ त्यही इरर समातिर आउँछ। अब त्यसमा हामी मजाले पछि आइहाल्छौँ। त्यस ब्याकिङको लागि चाहिने भनेको कुराहरू चाहिँ जस्तो यो डे 3 र डे 2को चाहिँ हामीलाई धेरै चाहिन्छ। अब डे 1को हिस्ट्री भयो त्यसपछि बेसिक कुराहरू भयो त्यो पनि चाहिन्छ चाहिनको अब्जेक्टको तर तिनीहरू चाहिँ बुझ्नु पऱ्यो यिनीहरू चाहिँ एकदमै चाहिन्छ है। फङ्सनको बारेमा फङ्सनको टाइप्स कलब्याक हेल भन्ने चाहिँ कस्तो भन्दा यस्तै अब जस्तो हाम्रो नेस्टेड लुपहरू नेस्टेड कन्डिसनहरू थाहा छ नि त्यस्तै नेस्टेड कलब्याक भएको बेला चाहिँ कहिलेकाहीँ हामीलाई युजरलाई फङ्सनभित्र कति फङ्सन फङ्सन क्या त्यस्तो भएको बेला कहिलेकाहीँ भनौँ न अलिकति कोडमा कम्प्लेक्सिटी जस्तो कहिलेकाहीँ इरर आउँछ त्यो म्यानेज गर्न यति गाह्रो हुन्छ त्यसलाई चाहिँ हामीले कलब्याक हेल भन्छौँ क्या। अनि त्यस्तो म्यानेज गर्नलाई चाहिँ प्रमिसेस भन्नुहुन्छ त्यो पनि हामी हेर्छौँ प्रमिसेस है। अब हामीले हेर्नु भनेको त्यस्तो त्यस्तै कुराहरू त्यो हामी त्यो डन भइसकेपछि एउटा प्रोजेक्ट गरेर हेर्दा पनि भयो। र हामी यदि अब खासमा ती कुराहरू चाहिँ अब हामी जेएस भइसकेपछि कि जेएसको ब्याकइन्डमा जान्छौँ कि जेएसको फ्रन्टइन्डमा लाइब्रेरीहरू अथवा फ्रेमवर्कहरूमा जान्छौँ त्यही भएर चाहिँ अब त्यो खासै अहिले याद भएन भने केही फरक पर्दैन त्यो प्रमिसेसहरू जस्ट बुझ्न चाहिँ पऱ्यो। अब इन्टरभ्यूहरूमा चाहिँ यस्तै यस्तै कुराहरू सोध्छन् है। अब कलब्याक थाहा हुनु पऱ्यो कलब्याक मैले भनिहालेँ यो हायर अर्डर फङ्सन एकदमै चाहिन्छ। हायर अर्डर फङ्सनको चारैवटा कुरा एकदमै चाहिन्छ। अब यो भनेको अब्जेक्ट एरे डिस्ट्रक्चरिङ हामी अब्जेक्ट डिस्ट्रक्चरिङ हेऱ्यौँ एरे डिस्ट्रक्चरिङ रियाक्टमा गएर हेरिहाल्छौँ त्यहाँ बुझिहाल्छौँ। अब यसलाई सिम्पल छ भनेर मात्र हो जस्तै हामीले आफूले पनि बनाउन सक्छौँ कुनै एरे बनाउने है कन्स एरे भनेर एरे बनाउने जस्तै मैले सिडो जसरी लेखेँ यसरी एरे बनाउने यिनीहरूलाई मैले एसेस गर्नु छ यो तिनवटालाई भने जस्ट मैले यताबाट यहाँनिर न्यू बनाएर नम्बर 1 नम्बर 2 नम्बर 3 भने अनि त्यसपछि यो एरेको नाम एआरआर लेख्यो भने मैले यो एसेस गर्न पाएँ कि कन्स एआरआर गऱ्यो भने मैले यो एआरआर एसेस गर्न पाएँ क्यान्सल डट लग एआरआर गऱ्यो भने सरी एआरआर भने एन1 एन2 एन3 गऱ्यो भने जस्तै अब्जेक्टमा चाहिँ के हुन्छ मैले सेम नेम हुनु पर्थ्यो यसमा चाहिँ सेम नेम हुनु परेन भन्ने कुरा मात्र हो। यो गऱ्यो भने हाम्रो लगभग भइहाल्छ है। अब यिनीहरू कुरा भने यिनीहरू हाम्रो बेसिक बेसिक एकदम धेरै कुराहरू चाहिने थियो है। यहाँनिर मैले यस्तो कुराहरू चाहिँ हामीलाई फ्रन्टिङ ब्याकिङ जहाँ जानु पनि चाहियो। यहाँ 1 2 3 आइरहेको छ नि यसले गर्दा आएको यसलाई भन्छ एरे डिस्ट्रक्चर है। यो पनि जान्नु पऱ्यो है सोध्छन् है एरे अब्जेक्ट डिस्ट्रक्चरिङबाट एक्जाम्पलहरू सोधिरहनु
तिमीलाई यो तिनवटा प्रिन्ट गराउनु पर्यो एउटा गुड वेमा भनेर होइन एसएस गरेर भन्दाखेरि प्राय मान्छेले डिस्ट्रक्चरिङ गर्छन् अरू त्यो फर इच हायर अर्डर फङ्सन पनि लाउन सकियो फर इच लगाइदियो भने पनि यो तिनटै प्रिन्ट भयो अब यसरी पनि कहिलेकाहीँ डिस्ट्रक्चरिङ मेथड गर भन्दाखेरि चाहिँ यसरी गर्नु पर्यो सेम अब्जेक्टको जसरी गरी हो अब्जेक्टमा चाहिँ मैले माथि जे की छ त्यो दिनु पर्यो त्यसमा चाहिँ मैले आफ्नो नयाँ चिज दिन पाएँ त्यसले कीलाई बोलाउँछ यो कुरा हाम्रो बेसिक बेसिक कुराहरू यो त अलिक बेसिक भन्दा माथिकै कुरा भयो होइन यी कुराहरू हामीले हेरेको छौँ है यति भएपछि हामीलाई लगभग ब्याकएन्डमा जाने अथवा फ्रन्ट एन्ड यसको लाइब्रेरीहरूमा जाने हो भने इनफ छ डम डम भनेको बुझ्न मात्र पर्छ त्यो डमको भनौँ न डमको अलिकति त्यो डम जति त्यसले टाइम लगेर जान्छ त्योभन्दा अरू अलिक फास्ट बेटर भर्चुअल डमहरू बनाउँछ रियाक्टले अरूहरूले त्यो काम सल्भ गर्छ र हामीले यो अप्रोच अपनाउँदैनौँ धेरै तैपनि अब अहिले बुझ्न चाहिँ पर्छ हाम्रो यो जिएसमा गइसकेपछि एकदम सोध्छौँ त्यो डममा जाउँ हामी है डम भनेको चाहिँ हाम्रो डकुमेन्ट अब्जेक्ट मोडल जस्तै कस्तो भन्न खोजेँ भने मैले यहाँनिर अब्जेक्ट भइरहेको हुन्छ एउटा ट्री जस्तो हुन्छ त्यसले चाहिँ अब्जेक्ट भनौँ न त्यो चाहिँ अब्जेक्ट हो मेनली अब्जेक्टहरूको जस्तै अब्जेक्टमा चाहिँ अब हामीलाई अब अहिले म सोध्छु है एकछिनमा ट्याग लाइन एलिमेन्ट के अरे ट्याग एलिमेन्टहरू भनेको के हो त्यो चाहिँ थाहा हुनु पऱ्यो है अब यो भनेको चाहिँ कस्तो भन्दा डकुमेन्ट अब्जेक्ट मोडल भनेको चाहिँ जस्तै मेरो कुनै एउटा एचटिएमएल साइट भयो है अब एचटिएमएल साइट भयो मानौँ अब हामी यहाँनिर जिएसको यो पार्ट भयो जिएसको अब हामी एउटा अर्को पार्ट बनाउँ हाम्रो रियाक्टको चाहिँ यसलाई मलाई हटाइदिए जिएसको हामीले अर्को पार्ट बनाउँ के भन्दाखेरि जस्तै डेएस डम भनेर बनाउँ है यसमा चाहिँ अब हाम्रो कस्तो हुन्छ जस्तै मैले यहाँनिर इन्डेक्स डट एचटिएमएल भनेर बनाएँ एउटा बोइलर प्लेट है अब एउटा कुनै भनौँ न ल मैले डम मात्र लेखेँ डम मात्र लेखेँ जस्तै एच1 लेखेँ जस्तै मैले यो समथिङ लेखेँ अब यसलाई मैले यहाँनिर गो लाइभ गरेँ भने खुलिहाल्छ है गो लाइभ गरेँ यहाँ भयो मेरो एउटा कुरा आइरहेको छ होइन अब यो के हो भन्दा खासमा हाम्रो बुझ्ने त हो क्रोमले ब्राउजरले बुझ्ने भनेको हाम्रो एचटिएमएल सिएसएस जेएस यो त भइहाल्यो होइन तर अब हाम्रो के समस्या छ भन्दा हाम्रो एचटिएमएल भनेको चाहिँ डाइनामिक हुँदैन है एचटिएमएल भनेको चाहिँ के हुन्छ भन्दा हाम्रो एकदम स्ट्याटिक हुन्छ अब अहिलेको जमानामा भन्दा पनि प्राय वेबसाइट भनेको स्ट्याटिक भएर काम छैन है वेबसाइट त हाम्रो अब भनौँ न न्यू न्यू चेन्जहरू भइरहेको हुन्छ होइन अब हरेक दिन हरेक कुराहरू कन्टेन्टहरू के गर्नुपर्ने हुन्छ त्यस्तो बेला हामीलाई के गर्नुपर्छ भन्दाखेरि यो कन्टेन्टहरू चेन्ज हुनुपर्छ कन्टेन्टहरू चेन्ज गर्दा चाहिँ अब एचटिएमएलको कुरालाई चाहिँ हामीले जेएसको थ्रुबाट डकुमेन्ट अब्जेक्ट मोडल भनेको चाहिँ त्यही हो जेएसको थ्रुबाट यसलाई के गर्न सक्छौँ मोडिफाई गर्न सक्छौँ है यसको कन्टेन्टलाई डाइनामिक बनाउन सक्छौँ डमको प्रपर्टिजहरूलाई युज गरेर चाहिँ हामीले जेएसले एचटिएमएललाई चाहिँ डाइनामिक बनाउन सक्छौँ यति बुझ्ने है मेन भनेको अब यसलाई अलिकति भिजुअलाइज गर्ने हो भने चाहिँ हाम्रो कस्तो भन्न खोजेँ भने मैले मानौँ मेरो एउटा के वेबसाइट भयो वेबसाइट मानौँ वेबसाइट भन्दा नि के एउटा भनौँ न अहिले हामीले बनाएको इन्डेक्स डट एचटिएमएल भयो अब यहाँनिर मैले के लेखेँ भने जस्तै यहाँनिर मैले के लेख्न खोजेँ जस्तै मैले अहिले के लेखेको थिएँ डिजिटल गुरुकुल अब मैले त्यो ट्यागलाई लेखेँ है ट्याग भनेको हाम्रो अहिलेको डिजिटल गुरुकुल भनेर लेखेँ होइन यो इन्डेक्स डट एचटिएमएल ट्याग भनेको थाहा छ नि ट्याग भनेको हाम्रो के हो भन्दाखेरि जस्तै यो एच1 यता ओपन यता क्लोज भएको छ भने त्यो ट्याग हो जस्तै एउटा स्यान्डविच हुन्छ नि स्यान्डविच हाम्रो यहाँनिर यो खोइ यो होइन कसैलाई यही हेरौँ बर्गर समथिङ के रहेछ त्यो जस्तै यो माथिको भनेको ओपन ट्याग तलको भनेको क्लोज ट्याग भन्छौँ है अब यो बिचमा जे कुराहरू छ नि यस्तो कुरा यसलाई चाहिँ यो एज अ होल यो पुरै बर्गर भनेको चाहिँ एलिमेन्ट भइदियो भित्रकै कन्टेन्ट आउने बित्तिकै कन्टेन्ट छैन भने ओपन ट्याग क्लोज ट्याग भन्छौँ है त्यो बुझ्नु पऱ्यो ट्याग भनेको मैले भनेको थिएँ यस्तो कुराहरू हो अब के गर्ने मैले अब के भन्दै थिएँ भन्दाखेरि कस्तो भन्दा हो अब तिनीहरू त्यस्तो अब्जेक्टहरूबाट चाहिँ हामीले यसले एउटा ट्री बनाएर हुन्छ कि डमले त्यो हेरौँ पहिला जस्तै यो कुरा भयो यो कुराले मेरो यहाँनिर के आइरहेको छ यो मैले आफ्नो फाइलमा हाने के अरे विन्डोमा हाने मेरो ल्यापटपमा हाने लोकल ठाउँमा हाने अनि त्यसपछि मैले यहाँनिर सर्भरमा हेरेँ
सर्भरमा के आइरहेछ भन्दाखेरि त्यो हाम्रो आउटपुट यहाँ आइरहेछ नि, त्यो कुरा डिजिटल गुरुकुल डम भनेर है, जस्तै यहाँनिर आइरहेछ डम भनेर है। अब यो डम भनेर आउँदाखेरि यहाँदेखि डाइरेक्ट यसरी झट्ट यहाँ आएको छैन है। योभन्दा अगाडि चाहिँ के कनेक्ट हुन्छ भन्दाखेरि हाम्रो डममा गएको हुन्छ यो। डम भन्ने कुरा चाहिँ त्यो हो, यहाँ गएको डाटा चाहिँ पहिला यहाँ गएर स्टोर भएको हुन्छ। त्यसरी यहाँ यदि डाटा त्यो आएको छ भने, जस्तै यहाँनिर डिजिटल गुरुकुल आएको छ भने मात्र के हुन्छ भन्दाखेरि यसबाट यसमा आउँछ भनेको बिचमा ऊ जस्तो चाहिँ डम भन्ने हुन्छ। अब मैले यहाँनिरबाट त्यही भएर यहाँबाट यसलाई तान्न सकेँ अनि यहाँनिर मैले अपडेट गराउन सकेँ। त्यही भएर यो चाहिँ हाम्रो बिचमा के भन्छ भने यसलाई ब्रिज जस्तो भनौँ न। ब्रिज जस्तो भन्दा पनि यहाँबाट चाहिँ पहिला यसमा यसमा गएर बस्छ, डममा गएर केही कुरा हामीले अहिले हेर्छौँ डम भनेको एउटा अब्जेक्टको ट्री जस्तो फर्ममा हुन्छ है। पहिला मैले केही चेन्ज गरेँ, अब जस्तै यहाँनिर डिजिटल गुरुकुल डम भयो, हाई वान लेखेँ होइन, त्यसपछि यसरी लेख्दै गयो भने अब के हुन्छ भन्दा यो हाई वान भन्ने सिधै यहाँनिर गएर हाई वान देखिहालिँदैन, यहाँनिर गएर हाई वान देखिहालिँदैन। पहिला यो यहाँ अपडेट हुन्छ, यहाँ अपडेट भएको कुरा यसले हेरेर ल्याउने हो। अब के हुन्छ भन्दाखेरि अब यो एचटिएमएलमा चाहिँ अलिकति हो, यही प्रब्लमहरूलाई चाहिँ हामीले सल्भ गर्नलाई रियाक्टहरूले चाहिँ यहाँनिर अर्को एउटा भर्चुअल डम भन्ने राख्दै हुन्छ। यो डममा जानुभन्दा अगाडि उसले भर्चुअल डममा पुऱ्याइदिरहेको हुन्छ, अनि यो भर्चुअल डमदेखि डममा पुऱ्याउनुभन्दा अगाडि यहाँबाट तानिदिन्छ भन्ने कुरा हो है। यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हाम्रो भर्चुअल डममा चाहिँ पहिला स्टोर भइसकेको कुरालाई छोडिदिन्छ, बाँकी एउटा नयाँ बनेको मात्र तान्छ। तर यहाँनिर चाहिँ के भइरहेछ भन्दाखेरि एचटिएमएलदेखि डममा त गइरहेछ, तर हाम्रो यो तान्नेले चाहिँ भनौँ न हरेकचोटि न्यू न्यू तानिरहेको हुन्छ भनेको डमको त्यो अपडेट भएको मात्र तान्दैन कि पहिला भएको डमलाई हेर्दैन, उसले नयाँ जुन बन्यो सबै इनिसियल्ली सुरुदेखि ओरिजिनदेखि तानिरहेको हुन्छ होइन। अब त्यस्तोहरू सल्भ गर्नलाई हामीले यस्तो फ्रेमवर्कहरू लाइब्रेरीहरू युज गर्छौँ। त्यही भएर यसमा अहिले त्यसरी कन्फ्युज हुनु परेन, जस्ट डम भनेको अहिलेलाई यो बिचमा यसले यसरी हामीले भनौँ न एक्सेस गराउन मिल्छ अरूलाई भन्ने कुरा हो। यहाँनिर मैले चेन्ज गर्दै गएँ भने चेन्ज हुँदै जान्छ। मैले भनेको चाहिँ यो चाहिँ एउटा स्ट्रक्चर नै हो, स्केलेटन जस्तो हो क्या। जस्तै हामीले त्यो घर बनाउनुभन्दा अगाडि नक्सा बनाउँछौँ नि, अनि त्यसमा नक्सा भन्दा नि घर बनाउनुभन्दा अगाडि त्यो के अरे पेन्ट सेन्ट नगरिकन इँटा मात्र लगाएर ढोका सोका नहालिकन भनेको एउटा स्केलेटन जस्तो तयार गर्छौँ नि, त्यो चाहिँ डम हो भने त्यसमा भर्दै जाने, त्यसमा भर्दै जाने। त्यो भनेको चाहिँ हाम्रो फाइनल कुरा हो। सर्भर भन्न खोज्दा पनि जे भन्दा पनि यो आउटपुट आएको ठाउँ भन्नु खोज्दा त्यसपछि हाम्रो फाइनल हो होइन। अब जस्तो अर्को पनि हुन्छ, हाम्रो कार बनाउनुभन्दा अगाडि एउटा कार स्केलेटन हुने, स्केलेटन भनेर हाने पनि यहाँ आउँछ उसले हो यस्तो भन्नु खोज्दा। जस्तै यो भयो एउटा, यसमा भरिँदै भरिँदै जाने हो क्या, जे कुराहरू आउँछ यहाँनिर भरिँदै 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 जाने, यस्तो कुराले चाहिँ हामीले डम भन्छौँ। अब डमको हाम्रो डम भनेको चाहिँ अब त्यो स्ट्रक्चर भयो, डकुमेन्टहरूको स्ट्रक्चर, एचटिएमएलको स्ट्रक्चर, त्यो चाहिँ एज अ ट्री। अब मैले अब्जेक्ट पनि भने ट्रीको फर्ममा हुन्छ, अब्जेक्ट हुन्छ। अब्जेक्ट भन्ने बित्तिकै एलिमेन्ट ट्याग त्यसपछि एट्रिब्युट्स हुन्छ। मैले एलिमेन्ट र ट्याग भनेर भने एट्रिब्युट्स भनेको के होला भनौँ त। एट्रिब्युट्स भनेको मैले अस्ति पनि भनेको थिएँ एचटिएमएलमा, एट्रिब्युट्स भनेको के हो जस्तै यहाँनिर भन्दाखेरि डम भनेको के हो भन्दाखेरि स्ट्रक्चर हो। स्ट्रक्चर हो, डम भनेको स्ट्रक्चर हो। कसको भन्दाखेरि डकुमेन्टको स्ट्रक्चर, यहाँनिर लेख्छौँ डकुमेन्टको स्ट्रक्चर भनेर, डकुमेन्टको स्ट्रक्चर हो, डकुमेन्टको स्ट्रक्चर हो। तर के अरे एज अ ट्री, यो चाहिरहेको हाम्रो डम भनेको सोध्छौँ एज अ ट्री के को अब्जेक्ट हो, त्यो अब्जेक्ट नै दिँदा हुन्छ क्या। अब्जेक्टको अब अब्जेक्ट्स भनेको चाहिँ के हुन्छ भन्दाखेरि अब्जेक्ट्स भनेको चाहिँ एलिमेन्ट्स, त्यसपछि सरी त्यसपछि ट्याग, त्यसपछि एट्रिब्युट्स भनेर हुन्छ। अब मैले एलिमेन्ट अब ट्याग भने ट्याग भनेको हाम्रो जस्तो कुनै पनि कुराहरू यसरी ओपन यसरी क्लोज भएको छ, यो दुइटा यहाँ जे लेख्छौँ त्यो ट्याग भयो। जस्तो एच1 लेख्छौँ भने त्यो एच1 हाम्रो ट्याग हो। अब अर्को कुरा भनेको यहाँभित्र यो बिचमा जे लेखिन्छ यदि लेखिसकेपछि चाहिँ यो एज अ होल पुरै एलिमेन्ट भयो। एच1 पनि एलिमेन्ट भनौँ न, यो पुरै यो लाइनै एलिमेन्ट भयो हाम्रो सीमा स्टेटमेन्ट भने जस्तो। अब त्यसपछि एट्रिब्युट्स भनेको चाहिँ के हो त भनौँ त कसैले, एट्रिब्युट्स भनेको के हो। इन्ट्रोडक्सन गरौँ है।
एट्रिब्युट्स भनेको के हो थाहा छ कि छैन? त्यो इमेजको त्यो एसआरसी अनि रेफहरू यस्तो लाग्यो। हो त्यही हो मेन डिस्क्रिप्सन हो कि अझै यो ट्यागको पनि अझै डिस्क्रिप्सन जस्तो अझै केही भन्नु छ जस्तै यो ट्यागलाई यो ट्यागको सरी यो ट्यागको एचरेफ चाहिँ एमा हुन्छ अब यो ट्यागको क्लास क्लास भन्दा पनि अरू केही स्टाइल भन्नु अब यहाँ के लेख्यो भने यसलाई अझै डिस्क्राइब गर्न खोज्यो भने अब यो एच वानको लागि अलिक खासै त्यस्तो एट्रिब्युट हुँदैन जस्तै मेटा ट्यागको लागि भयो मेटा ट्यागको लागि किवर्ड भन्ने हुन्छ अझै यसलाई अलिक डिस्क्रिप्टिभ गर्न खोजेको डिस्क्रिप्सन दिन खोजेको अझै एक्स्ट्रा ठिक छ तिमीले भनेको पनि त्यही हो है अब त्यो हुन पाए अब यी कुराहरूको चाहिँ हाम्रो ट्री हो है त्यही हो डम भनेको चाहिँ अब कस्तो ट्री हो भन्दाखेरि चाहिँ डमको चाहिँ फर्स्ट एलिमेन्ट भनेको चाहिँ हेर्नु यो चाहिँ डिएसएमा हामीले अब अहिले त यो डमको लागि बनाउँदैछौँ डिएसएमा हामीले ट्री भन्ने मजाले नै पढ्छौँ है हाम्रो नोड हुन्छ होइन सबैभन्दा टपमा नोड हुन्छ नोडको लिफ नोडहरू हुन्छ चाइल्ड नोड हुन्छ यसलाई नोड भन्यो भने अब यसको ठ्याक्कै यतापट्टि चाइल्ड नोडहरू हुन्छ होइन यसरी ट्री फर्ममै हुन्छ कि ट्री भनेको यसरी ट्रीकै फर्ममा हामीले त्यो एउटा ट्री फर्मबाट हामीले त्यो सिक्स उसमा पनि 5 6मा पनि गरेको छौँ यसरी हाम्रो डिएसएमा मजाले हेर्छौँ है अब त्यो कुरा अहिले सिक्दैछौँ भने चाहिँ डिएसएमा थाहा हुन्छ ट्रीको हामीलाई डिएसएमा एकदम क्वेसन पनि धेरै नै आउँछ अब के हो भन्दा हाम्रो ट्री नै हो ट्रीको अब पहिलो एलिमेन्ट सबैको प्यारेन्ट भनेको चाहिँ के हुन्छ भन्दा जस्तै मैले यहाँनिर कोडमा गयो भने यो मेरो सबसे प्यारेन्ट हो नि त त्यो त हाम्रो डकुमेन्ट के अरे ऊ देखाउनको लागि मात्र हो लेख्न त मिल्यो यो लेखा पनि भयो यसले पनि यहाँ एसटिएमएलै भनेको चाहिँ एसटिएमएलै हो तर यसले त एसटिएमएल फाइल हो भनेर टाइप देखाउनको लागि मात्र हो बाँकी भनेको त यति हो नि त मेन कुरा भनेको त अब मैले एसटिएमएल भनेको चाहिँ मेरो मेन ट्याग हुन्छ है तर एचटिएमएललाई चाहिँ अब यहाँ लेख्ने तरिका भनेको चाहिँ डममा चाहिँ डकुमेन्ट भनेर लेखा हुन्छ यो सबै अब्जेक्टहरू हो क्या डकुमेन्ट भनेर लेखा हुन्छ है डकुमेन्ट भनेर हुन्छ जस्तै यहाँनिर पहिला म बनाउँछु अनि त्यसपछि यसो सिम्पल अरू कुराहरू यहाँ देखाइदिन्छु अरूतिर हुन्छ अब यसको के हुन्छ भन्दा यो एउटा ट्रीको सबसे प्यारेन्ट नोड भयो भने यसको फेरि चिल्ड्रेन नोडहरू हुन्छ चाइल्ड नोड भन्यो लेफ्ट यो लेफ्ट भयो त्यसपछि यो राइट भयो है लेफ्ट र राइटमा नोडहरू हुन्छ अब यो दिने तरिका चाहिँ अहिले मैले सर्कल गरेँ कहीँनिर स्क्वायर देख्लौ कहीँनिर के देख्लौ है त्यो अब आफ्नो आफ्नो हो जस्तै अब यहाँ मैले त्यो देखेर हो अब जस्तो एचटिएमएल भित्र हेऱ्यो भने हेर है मैले ट्यागमा मात्र भन्दैछु है यो केमा हुन्छ अरे ट्यागमा मात्र होइन ट्यागमा एलिमेन्टमा एट्रिब्युटमा भन्दैछु ट्यागमा भइसकेपछि त्यही भन्न खोजेँ यो पुरै भनेकै अब एलिमेन्ट जस्तो भयो एलिमेन्टलाई एट्रिब्युट्समा हुन्छ भन्ने कुरा हो खासमा भन्दाखेरि ट्यागमा हुन्छ भन्ने कुरा हो जुन जुन ट्याग छ त्यो चाहिँ हुन्छ भने जस्तो कुरा यो ट्यागभित्र हेर ओपन भएदेखि क्लोज भएसम्म यो ट्यागभित्र हेर यो ट्यागभित्र के छ त ओपन भएदेखि क्लोज भएसम्म यो ट्यागभित्र हेऱ्यौ नि ट्यागको बडी र हेड दुईवटा चाइल्ड छ लेफ्टपट्टि यो चाहिँ अब जस्तै आफूले राख्दा भयो लेफ्टपट्टि बडी छ राइटपट्टि हेड छ जसरी राख्दा पनि भयो तर मेनली अब प्रायःतिर पहिला हेड टपमा छ भने चाहिँ पहिला हेडै आउनु पऱ्यो नि त त्यही लेखिदिनु हेड अनि बडी यसरी अब त्यसपछि अब फेरि हेडको आफ्नो चिल्ड्रेनहरू हुन्छ है अब चिल्ड्रेनहरू जतिवटा छ अब यसलाई त्यतिवटा हाम्रो बनाउनु पऱ्यो है टाइप ट्रीमा चाहिँ सरी बाइनरी ट्री अरू ट्रीहरू भन्ने हुन्छन् है अब यसमा यो बाइनरी भएन अरू फरक फरक ट्रीहरू भयो जस्तै यहाँनिर हेऱ्यौँ भने यो तिनवटा फेरि अब यस्तो एलिमेन्टहरू भयो अब यसमा मैले जस्ट भनिदिएँ मात्रै मेटा मेटा टाइटल भन्ने जतिवटा एलिमेन्ट छ त्यो यसको एलिमेन्टहरू भयो अब लिफ नोडलाई चाहिँ प्रायः हाम्रो सबैभन्दा तल छ भने चाहिँ त्यसलाई चाहिँ हामीले यसरी रिप्रेजेन्ट गरेर हुन्छौँ है अब त्यो कुरा अब अहिले मैले त्यो डिएसएमा गइनँ ल समथिङ यो त रोक्यो अहिले म डिएसएमा गइनँ त्यो कुरा होइन जस्तै हाम्रो त्यसरी लिफ नोडहरू छ भने सबभन्दा तल कुनै नोड छ भने त्यो चाहिँ हाम्रो त्यसरी रेक्टेङ्गलले बनाएर हुन्छौँ प्रायः त्यसरी त्यो चाहिँ हामी अब मेटा मेटा टाइटल यिनीहरू भने के भयो त यहाँनिर जस्तै लेख्न अलिकति गाह्रो हुन्छ यो मेटा एम लेख्दै यो मेटा एम लेख्दै यो टाइटल यसरी हाम्रो यसको पनि चाइल्ड भयो अब बडीको चाइल्डहरू के छ त अहिलेको लागि जस्ट एउटा एच1 एलिमेन्ट भन्ने छ बडीको टाइप के छ त यहाँ अन्त हेरौँ सबैभन्दा लास्टको कन्टेन्ट भएपछि स्क्वायर हुन्छ भने यसरी हाम्रो बडीको एच1 हाम्रो एलिमेन्टमै छ भनेपछि एलिमेन्टमै उसले राखिरहेको हुन्छ है
त्यो कुरा चाहिँ बुझ्नु पर्यो। एलिमेन्ट चाहिँ छ भने चाहिँ हाम्रो के थियो त्यो मेटामा नि हुन्छ है, त्यो जस्ट मैले यहाँ नअटेर मात्र अब जस्ट भन्दाखेरि चाहिँ एउटा एउटा लेखिदिएर हुन्छ, नभए यहाँ एच वान मात्रै लेखिदिएर हुन्छ नि, ठिक छ। तर यो एच वानभित्र पनि कन्टेन्ट के छ त हाम्रो त्यो कुरा दिइदिएर हुन्छ है। अब हो खासमा भन्न खोजेको के भन्दा यो एउटा ट्री स्ट्रक्चर हो। अब मैले चाहिँ जावा स्क्रिप्टबाट चाहिँ के गर्छु भन्दा 8 ट्रीलाई एसेस गरेर 8 ट्रीमा हेर्छु ट्याक्क बडीको बडीभित्रको एच वान यसरी हो नि त, बडीभित्रको एच वान यहाँनिर चाहिँ खासमा कोड चाहिँ के भइरहन्छ, एपेन्ड एपेन्ड भन्ने भइरहन्छ क्या, एपेन्ड चाइल्ड अथवा केही भन्ने डकुमेन्टभित्र हेड एपेन्ड हुन्छ। केही कुरा मोडिफाई गर्नु पर्यो भने चाहिँ भन्न खोजेँ, अहिले त आफ्नै बनेको छ, केही कुरा मैले ल मानौँ हेड र बडी मात्र थियो, अब बडीभित्र एच वान मात्र थियो। अब मैले यहाँबाट होइन, यहाँबाट ठिक छ ल अप्सन यसलाई चाहिँ मैले अप्सन सिफ्ट डाउन गरेँ भने भन्न खोजेँ, अल्ट सिफ्ट डाउन गरेँ भने एउटा मैले नयाँ केही बनाउनु खोजेँ भने ठिक छ, यहाँबाट त मैले एउटा पेज बनाउन सकेँ। तर यो अलिकति स्ट्याटिक जस्तो भयो भनौँ न, यहाँबाट मैले बनाउन सकेँ ठिक छ होइन। तर मैले यदि उताबाट चेन्ज गर्नु पर्यो भने भनेको यहाँ चाहिँ मेरो चेन्ज हुँदैन, यहाँनिर केही पनि छैन। अहिले हामी प्र्याक्टिकल्ली हेर्छौँ यहाँ केही छैन, तर जिएसबाट यही कुरा यहाँनिर देखाउनु पर्यो भने चाहिँ हामीले के गर्छौँ भन्दाखेरि त्यस्तो बेला चाहिँ यसलाई एसेस गरेर यो भित्रको यो हाम्रो यहाँनिर यो पार्टलाई एसेस गरेर यसमा एपेन्ड गरिदिन्छौँ, भनेको यसमा इन्सर्ट गरिदिन्छौँ हामीले त्यो डाटालाई कहाँ हाल्नुपर्छ भन्ने कुरा, डमको कहाँनिर हाल्ने हो कहाँनिर पठाउने हो भन्ने, त्यो भनेको डममा खेल्छौँ भन्ने कुरा है। त्यो एकदम खेल्न जरुरी छ। अब अहिले बेसिक गर्दैछौँ भने अब पछि रियाक्टतिर गइसकेपछि त अब त्यो भर्चुअल डमको कन्सेप्टमा सिकाइहाल्छु, त्यसपछि भइहाल्छ। अब जस्तै यहाँनिर डमको हेरौँ भने यो W3X स्कुलमा पनि छ है डमको, ठ्याक्कै मैले भन्न खोजेँ कि यो जस्तै जस्तै हो। यसमा हेऱ्यौँ भने अलिकति एउटा हाम्रो डमको भनौँ न यो छ, यसो डकुमेन्ट छ होइन। अब डकुमेन्ट चाहिँ मेन त भनेको डकुमेन्टै हो, अब यसले रुट एलिमेन्ट देखायो दुइटै एउटै हो। मैले चाहिँ एचटिएमएललाई नै मेन मानेको छु, त्यही भएर मैले छोडिदिएँ यसलाई। त्योभित्र यो एलिमेन्ट एलिमेन्ट टेक्स्ट एट्रिब्युट टेक्स्टलाई पनि लेख्दो रहेछ है, मेरो अघि ट्याग भन्दा पनि टेक्स्ट भन्दा पनि भयो, ट्यागलाई भन्दा त्यो ट्याग त पुरै एलिमेन्टै भइहाल्यो। यहाँनिर हाम्रो अब्जेक्टमा चाहिँ एज अ ट्याग होइन कि यहाँनिर चाहिँ एज अ टेक्स्ट भनेर लेखौँ है, ट्याग होइन टेक्स्ट, ट्याग पनि भन्दा हुन्छ फरक परेन, तर यहाँ टेक्स्ट पनि लेखेको रहेछ ल। जस्तै हेड भन्ने भयो बडी भन्ने भयो, जस्तै एलिमेन्ट अर्को यसको अर्को एलिमेन्ट भयो। अब यहाँ मैले चाहिँ अब लेफ्ट राइट गरेर लेखेको थिएँ, अब यसले चाहिँ यसरी लेख्दाखेरि ठिक छ। अब त्यसरी एट्रिब्युट जे छ त्यो भयो है, यस्तो यस्तो कुराहरू। अब मलाई यहाँनिर केही एसेस गर्नु छ केही हाल्नु छ भने यो कुरालाई म हेर्छु क्या। अब जस्ट प्र्याक्टिकल्ली बुझौँ, अहिलेसम्म मैले जस्ट यो भने होइन, अब ठ्याक्कै हेर्दै जाँदाखेरि हाम्रो थाहा हुन्छ। अब जस्तो यहाँनिर चाहिँ म अब एचटिएमएल हान्दैछु भनेपछि कतिको एचटिएमएलको ज्ञान रहेछ त्यो पनि म सोध्दै सोध्दै जान्छु है त अलिअलि। अब जस्तो होइन मैले यहाँनिर एच वान लेखेँ, के लेखेँ हेलो ओल्ड भनेर लेखेँ ल ठिक छ। यसरी लेखेँ भने मेरो यो एच वान एउटा ट्याग भयो। अब जस्तै यसलाई मैले एउटा यसरी हेडर भन्ने भित्र भनौँ न यसरी हालिदिउँ भने यो हेडरको एउटा छुट्टै ट्याग जस्तो नेम जस्तो भन्छ यसलाई है। यसलाई के भन्छ भनौँ त, थाहा छ यो हेडर ट्यागलाई के भन्छ? जस्तै हेडर जस्तै हाम्रो यहाँनिर अरू धेरै हुन्छ, न्याप भन्ने हुन्छ, त्यसपछि असाइड भन्ने हुन्छ, जस्तै आर्टिस्ट सेमेन्टिक ट्याग सिमेन्टिक ट्याग भन्छ है यसलाई। त्यही जान्न खोजेको छ सायद छ कि छैन भनेर, यो कुराहरू एकदम जान्न जरुरी छ है। जसले जसले गर्दा अब हामीले एच वान लेख्दा पनि हुन्थ्यो, तर अब यो हेडर एच वान भनेपछि हामीले अझै मोर डिटेलली भनौँ नि त यो के हो, के अरे यो हाम्रो यसले डिस्क्रिप्सन दिइरहेको छ यो हाम्रो एउटा हेडर फाइल हो भनेर भने जस्तो है, त्यो कुरा हो। त्यस्तो बेला सिमेन्टिक ट्याग युज हुन्छ, त्यसलाई सिमेन्टिक ट्याग भन्छ। जस्तो अब अहिले मैले देखाउनको लागि अहिले यो सिमेन्टिक ट्याग भन्न मात्र खोजेँ। जस्तो मैले यहाँनिर एच वान हेलो उयो भन्दा नि वी आर रनिङ जेएस भनेर लेखिदिनु, जस्ट वी आर रनिङ जेएस भनेर लेखेँ मैले होइन। जस्तै यहाँनिर मैले अब यो चाहिँ मैले सिकाएको थिएँ है, जस्तै मलाई जेएस लिङ्क गर्नु पऱ्यो भने सरी लिङ्क होइन, मैले यहीँ पनि स्क्रिप्ट एसआरसी गरेर जेएस हान्नु त मिल्छ, के अरे सरी स्क्रिप्ट हान्नु त मिल्छ, तर म एउटै फाइलमा हान्दिनँ, कनेक्ट गर्छु। अब चाहिँ हाम्रो क्लाइन्ट अहिलेसम्म हामीले सर्भर साइडमा सिक्यौँ है, अब चाहिँ क्लाइन्ट साइडमा सर्भर साइड साइड चाहिँ हाम्रो ब्याकिङको लागि, त्यसपछि यसको अरू फ्रेमवर्कहरूको लागि
अनि लाइब्रेरीहरूको लागि युज हुन्छ होइन। तर जहाँ भयो नि सोल्नी भनेको हाम्रो यिनीहरूभन्दा त लाइब्रेरी फ्रेमवर्क मात्र हो। कुनै पनि इन्टरभ्यूमा गइयो भने रियाक्टको यदि इन्टरभ्यू छ भने पनि पहिला सुरु गर्ने भनेको एचटिएमएल सिएसएस जिएसबाट हो। जुनमा गयो पनि मेनली पहिला त्यो बेसिक हाम्रो क्लियर हुनुपर्छ अनि मात्र हार्डमा सोल्ने भनेको बेसिक नै हो। कुनै पनि कुराहरू काहीँ काहीँ कम्प्लेक्स हुन्छ तर त्यो कुरा हामीले गर्दै गएपछि बुझिहाल्छौँ। अहिलेलाई भनेको हाम्रो यो बेसिक सब थाहा हुनु पऱ्यो है। हामी त्यो बेसिकहरू युज गर्दै नै सोध्छौँ प्रायः एचएएफको अरू अरू यो कुराहरू। जस्तो मैले अहिले कनेक्ट गरेँ यहीँको स्क्रिप्ट सोर्स भनेर एससिआरआइपिटी स्क्रिप्ट डट जेएस भनेर मेरो यहाँ बनाएको छैन। मैले यहाँनिर कन्ट्रोल क्लिक गरेँ भने उसले यहाँनिर यो बनाएको छैन बनाउने हो भन्छ। ठ्याक्कै त्यो ठाउँमा जुन फाइल त्यहाँ डिरेक्टरी दिएको थियो त्यो ठाउँमा यसले बनाइदियो। जस्तै यहाँनिर मैले कन्सोल डट लग सेम अब चाहिँ क्लाइन्ट साइडमा हान्दैछु। जस्तै हेलो हेलो यु आर गोइङ गुड भनेर लेख्नु ल है। जस्तै हेलो यु आर गोइङ गुड यहाँ मेरो डम छ अनि इन्सपेक्टमा आयो रिलोड गऱ्यो भने यहाँनिर हाम्रो हेलो युआर गोइङ भएछ है। युआर गोइङ गुड भनेर हाम्रो स्क्रिप्ट जेएसबाट कहाँबाट आइरहेछ कन्सोलमा स्क्रिप्ट डट जेएसबाट हाम्रो कन्सोलमा आइरहेछ। यो चाहिँ हाम्रो क्लाइन्ट साइड रेन्डरिङ भइरहेछ है। अब हाम्रो खासमा मैले यो त भनिहालेँ वेबसाइटले कसरी वर्क गर्छ रिक्वेस्ट रेस्पोन्सको कुराहरू। क्लाइन्ट सर्भर साइड रेन्डरिङ हुन्छ क्लाइन्ट साइड सर्भर साइडमा काम गरेर हुन्छ। यसले चाहिँ एउटा क्लाइन्ट हुन्छ अर्को सर्भर हुन्छ एउटाले रेस्पोन्स गर्छ। यो कुराहरू मैले अब सुरुमै भनिसकेँ। एउटा रिक्वेस्ट अर्को रेस्पोन्स दिन्छ त्यो रिक्वेस्टको आधारमा हाम्रो हाम्रो के अरे कति नेटवर्कहरू हुन्छन् अब त्यो कुराहरू हामीले सब हेरेका छौँ। कति नेटवर्कहरू हुन्छन् यसरी हामीले यहाँ नेटवर्कबाट मगाउनु मिल्छ सबै कुराहरू हामीले हेऱ्यो है। अब त्यसलाई अहिले म फेरि त्यो भन्न गइरहेको तर जस्ट यति बुझ्नु कि हाम्रो यो क्लाइन्ट साइड रेन्डरिङ हो। अब यो भयो हाम्रो जस्ट कनेक्ट भयो भनेर देखाउनको लागि मात्र। अब हामीले के गरौँ भन्दा जस्तै यहाँनिर चाहिँ अब मैले डमको कुरा गरेँ होइन। जस्तै यहाँनिर अब डमको चाहिँ अब यहाँ डम युज गर्नको लागि चाहिँ डमको लागि भनौँ न एलिमेन्ट प्रोपर्टिज भनौँ न। डम युज गर्नको लागि डमको लागि प्लिज मेथड भनौँ न मेथड भनौँ। त्यसको लागि चाहिँ अब यहाँनिर जस्तै मलाई केही कुरा लेख्नु छ भने मलाई यसको लागि चाहिँ अब ट्रिक जस्तो भन्दा नि अलिकति एउटा तरिका चाहिँ कस्तो भन्दाखेरि मलाई यदि हाम्रो यहाँनिर ट्याग मैले लेख्नलाई ट्याग नेम क्लास नेम आइडी नेम गरी लेख्न मिल्छ है। त्यसलाई मैले क्याच गर्न मिल्छ भनौँ न जेएसबाट त्यो त्यो अब यो जस्तो यो छ यसलाई क्याच गर्नु पऱ्यो भने यसको ट्याग हेरेर यसको आइडी हेरेर अथवा यसको क्लास हेरेर मैले यसलाई समाउनु मिल्छ भनेको यसलाई मोडिफिकेसन गर्न मिल्छ। अब मलाई आइडीसँग लेख्नु छ भने चाहिँ हाम्रो हुन्छ आइडी ट्याग जेबाट गरे पनि गेट एलिमेन्ट बाई आइडी भन्नेले चाहिँ त्यसरी त्यो एलिमेन्टलाई गेट एलिमेन्ट भन्ने बित्तिकै यो एलिमेन्टलाई लिख्छ भन्ने कुरा हो। अर्को क्वेरी सिलेक्टर भन्ने हुन्छ त्यो क्वेरी सिलेक्टर भन्नेले पनि गर्ने त्यस्तै हो त्यो एलिमेन्टलाई नै सेलेक्ट गर्ने हो। तर यसमा अब मेथड चाहिँ के हो भन्दाखेरि खासमा अब त्यो गेट एलिमेन्ट बाई ट्याग नेम गेट एलिमेन्ट बाई क्लास नेम यस्तो यस्तो गर्नुभन्दा पनि हामीले क्लास नेम र ट्याग नेमलाई लेख्दैछौँ भने चाहिँ क्वेरी सेलेक्टर नै युज गर्छौँ होइन। तर यदि हामीले आइडीहरूलाई लेख्दैछौँ भने चाहिँ जहिले पनि गेट एलिमेन्ट बाई आइडीबाट नै हामीले गरेर हुन्छौँ। त्यो चाहिँ बुझ्नु पऱ्यो है। अब आफूले गर्दा हुन्छ जुन गर्दा पनि तर मैले मेरो सजेसन चाहिँ के हो। अब यहाँ हामीले ट्यागबाट क्वेरी गर्न भन्दा पनि त्यो पनि ठिक छ त्यो गर्दा पनि तर अब यहाँ धेरै ट्यागहरू सेम भयो भने अलिकति झ्याउ हुन्छ। जस्तै हाम्रो यहाँ यस्तो 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 भयो भने अब यो एरेमा आइरहन्छ त्यो ट्याग भन्ने एरेमा आइरहन्छ हामीले फेरि समाउनु गाह्रो हुन्छ। अहिले त्यो हेर्छौँ इक्जाम्पल एउटा तर त्यो भन्दा नि अहिले मैले जस्ट क्लास भनेर लेख्छु क्लास लिएँ क्लासमा के लेख्नु भन्दाखेरि डे हाम्रो कति हो डट डे 4 भनेर लेख्नु ल डे 4 डे 5 डे 4 भनेर लेख्नु यति भएपछि क्लास भयो है। अब त्यसपछि जस्तै मैले हाम्रो यो अरूलाई हटाइदिएँ कन्फ्युज भइन्छ अहिले फेरि अरूलाई यहाँ जस्ट हटिदिएँ मैले। जस्तै अब यहाँनिर मैले के गर्न पाएँ भन्दा मैले भने डकुमेन्ट भन्ने हाम्रो त्यो डकुमेन्ट अब्जेक्ट मोडलबाट आएको हुन्छ डकुमेन्ट डट अब यहाँनिर मेथड हुन्छ। जस्तै अब मैले भनिहालेँ
गेट एलिमेन्ट बाई आइडी, गेट एलिमेन्ट बाई ट्याग नेम, यसरी यहाँनिर छ है, क्लास नेम छ। तर हामीले अब क्लासहरू सिलेक्ट गर्नु छ भने चाहिँ क्वेरी सिलेक्टर युज गर्छौँ। क्वेरी सिलेक्टर है, क्वेरी सिलेक्टरले त्यो क्लासहरू जति छ त्यो सिलेक्ट गर भन्न खोज्यो। अब यसमा डट्स हाम्रो डट के थियो, डे फोर थियो है, यसरी डे फोर गऱ्यो। हेरौँ अब यो केही ठाउँमा आइरहेको हुन्छ भनौँ, अब एउटा मैले एउटा भेरिएबल भाडामा स्टोर गरिदिएँ है, टाइम्स टाइम्स हाम्रो के थियो H1 थियो, त्यही भएर H1 नै भनेर गरिदिएँ ल मैले अहिले। यो H1लाई मैले हेरौँ है त, हाम्रो अब हेरौँ है, कन्सोल डट लग त्यो डकुमेन्ट भन्ने यसले के गर्छ, जस्तै मैले H1 गरेँ भने त्यो हाम्रो माथिको H1 हो, त्यही भएर क्लिक गरौँ, माथिको H1 कन्सोल गऱ्यो भने यसमा गयो, इन्सर्टमा, कन्सोलमा नल आयो, नल आयो भनेपछि त्यसमा त ओ कन्सोल कन्सोल डट लग के छ, नल आयो, डट डेफ हो, हाम्रो डट डेफ हो, डट डेफ हो। अहिले कहिलेकाहीँ यो चाहिँ हाम्रो के भइरहन्छ, भिएस कोड ग्लिच भइरहन्छ है, मेरो यसलाई उसले क्याचै गरिरहेको छैन। अब त हुनुपर्ने हो। यसो यहाँनिर एकैछिन है, के नल किन रिटर्न गरिरहेको छ, डकुमेन्ट डट क्वेरी सेलेक्टर हाम्रो स्कुल भिएस कनेक्ट भएको छैन र, कनेक्ट भइसक्यो है यो भिएस, त डकुमेन्ट डट क्वेरी सेलेक्टर, त्यसपछि यहाँनिर यसलाई कहिलेकाहीँ ग्लिच भइरहन्छ, यसले किन यसै दिँदैन, डेफो भन्ने हाम्रो डेफो भन्ने क्लास बनाएको थियो हामीले, यहाँनिर डट डेफो भनेर, ए सरी मैले डट त दिइराख्नै पर्दैन, पहिल्यै भइसक्यो है, डट दिइसकेपछि फेरि मैले कि डबल डट हाल्नु पऱ्यो। यति गरेपछि एउटा डट भयो हुन्छ। अहिलेको कस्तो थियो भन्दाखेरि यहाँनिर खासमा मैले क्लासलाई डट दिनुपर्छ भनेर मैले दिइसकेको ठाउँमा डट लेखेको छु, त्यही भएर त्यस्तो भयो भने यहाँनिर मैले पनि डबल डट गऱ्यो भने आउँछ, तर यहाँनिर हामीलाई इरर देखाउँछ, डबल डट भनेको त्यो हुँदैन, त्यही भएर यहाँनिर प्रब्लम आएछ। मैले यो डटलाई हटाइदियो भने त्यो प्रब्लम सल्भ भइहाल्छ है। अलिअलि हेरेर प्रब्लम सल्भ पनि गर्न जान्न सक्नुपर्छ है, अहिले के प्रब्लम आइरहेको छ, यो किन फेरि यो अहिले अर्कै आइरहेको थियो, जस्तै यो भयो। अब हाम्रो यहाँनिर यो अलिकति फेरि भयो, मैले काटेर त्यहाँ इन्सपेक्ट गऱ्यो भने के आइरहेको छ हेरौँ है त, कन्सोलमा गएँ, यो फेरि कसरी यस्तो आयो, यहाँनिर अहिले आएको कुरै आएन अहिले फेरि, यसलाई एकचोटि काटेर फेरि खोल्नु, त्यहाँ मैले देखाउनु कुरै आएन है। अलि देख्नुहोस् त्यही भएर हजुर डट अलि देख्नुहोस्। त्यो त हो कि यो किन आइरहेको छ, मलाई यो चाहिएको होइन। अहिले हाम्रो ठ्याक्कै याचमा आएको थियो, अनि फेरि मैले दुई तिनचोटि खिच्दाखेरि यस्तो आयो, हो यो चाहिएको। जस्तै यो जुन छ नि, अब यो हेर्नु है, यो भनेको डकुमेन्ट डट गरेर आएको, त्यो क्वेरी सिलेक्टर भन्ने मेरो H1लाई सिलेक्ट गरेर आएको। अब हेर H1मा डमको कति धेरै प्रपर्टिजहरू हुन्छ, यो भन्न खोजेको यो सबै प्रोपर्टिजहरू मैले कल गर्न पाएँ अब्जेक्टमा, भनौँ न यो अब्जेक्टमा भएपछि अहिले मैले जस्ट डट गरेर लेख्न पाएँ, डकुमेन्ट डट गर्दै मैले अहिले लेख्न पाउँछु है। अब त्यहाँ म लेखेपछि भन्छु, अब यहाँ जस्तै र सोचौँ मलाई यहाँ लेखेको कुरा मैले चेन्ज गराउनु छ भनेको, मेरो H1 डट गरेर H1 मेरो त्यो त्यसरी मैले H1 भन्ने अब यहाँ लिगेँ, कहाँ गयो H1 भन्ने यहाँ लिगेँ, जे लेख्दा पनि हुन्छ है, जस्तो मैले H1 लेखेँ, H1 लेखेँ। अब H1 हाम्रो अब यहाँनिर अर्को आइरहेको भने यहाँ अब्जेक्टमा हुन्छ, अब्जेक्टमा आइरहेको छ यो कुराहरू। अब यहाँनिर मानौँ मलाई हेर्नु पर्यो, यो वी आर लर्निङ जेएसको ठाउँमा चाहिँ अहिलेको जस्तो युआर गोइङ गुड भनेर लेख्नु पर्यो। त्यसको लागि हाम्रो के अप्सन छ होला त, जस्तै यहाँनिर एउटा आउटर टेक्स्ट भन्ने छ, अब मैले यसलाई आउटर टेक्स्ट गरेँ भने पनि यसलाई चेन्ज गर्न सक्छु है, यहाँबाट डाइनामिक बनाउन खोजेको मैले। अर्को मेन भनेको चाहिँ अलिकति टेक्स्टको कुराहरू छ, प्लेन टेक्स्टको कुराहरू छ भने चाहिँ हामी टेक्स्ट कन्टेन्टसँग बढी गइरहन्छ।
आउटर टेक्स्ट गर्दा पनि हुन्छ है, आउटर टेक्स्ट भनेर लेख्दा पनि फरक पर्दैन यहाँनिर। जस्तो भन्न खोजेको कस्तो भन्दा मैले यहाँनिर डाइनामिकल्ली चेन्ज गरिदिन खोजेँ मात्र क्या। h1 डट आउटर हाम्रो आउटर टेक्स्ट भन्नुहुन्छ, आउटर टेक्स्ट यो कल किन भइरहेन एकैछिन है त। यहाँनिर हाम्रो कहाँ गयो भन्दाखेरि आउटर टेक्स्ट छ, आउटर टेक्स्ट भनेको हाम्रो जस्तै लेख्यौँ भनेर यहाँ भइरहेको रहेछ है। र अब त्यहाँनिर खै कल भएको चाहिँ किन देखाएन, यहाँनिर केही साइन्स सिग्नेचर देखाउनु पर्दै। जस्तै मैले आउटर टेक्स्ट गरिदिएँ भने यो मैले अहिले लेखेको थिएँ त्यो चेन्ज भएको छ है, पुरो पर्मानेन्टली नै चेन्ज भइरहेछ। तर फेरि यहाँबाट हेऱ्यो भने मेरो चेन्ज भएको छैन, यो त्यही नै छ भनेको। यसरी मैले डाइनामिकल्ली चेन्ज पनि गर्न पाइरहेको छु। जस्तै यहाँ आएर एलिमेन्टमा हेरेँ, यहाँ हेरेपछि ठ्याक्कै थाहा हुन्छ। एलिमेन्टमा हेरेँ उसले के गरिदिरहेछ भन्दा युआर गोइङ गुड भन्ने बनाइदिरहेछ, त्यसलाई चेन्ज गरेर। त्यही हो खासमा त्यो डकुमेन्ट अब्जेक्ट मोडलमा गएर त्यसलाई उसले चेन्ज गर्यो। एसटिएमएलसँग आइ नै पुगेन, हाम्रो तिनवटा कनेक्सन हुन्छ नि त, एसटिएमएल डम जेएस भनेर हुन्छ। जेएसले चाहिँ त्यो जेएस भन्दा नि आउटपुट यो जुन देखिरहेछ त्यो भन्ने हुन्थ्यो। त्यसले चाहिँ डममा गयो, डममा हाम्रो पहिले एसटिएमएलबाट आइसक्यो हाम्रो, डममा गयो त्यो जुन h1 भन्ने छ त्यसलाई हेऱ्यो। जस्तो त्यसमा के थियो भन्दा वी आर लर्निङ जेएस भन्ने थियो, डममै थियो नि त, एचटिएमएलमा आउनै परेन, डममा थियो। त्यो डमलाई दियो, त्यही डममा यसले चेन्ज गरेर अपडेट गर्यो अनि हामीलाई देखाउने भनेको डमकै कुरा हो। अनि फेरि त्यही डमको कुरा यहाँ आयो, त्यही कुरा है। यसरी चाहिँ हामीले चेन्ज गर्न मिल्छ। जस्तै अर्को भनेको हाम्रो आउटर टेक्स्ट भन्ने पनि हुन्छ, यो पनि युज भइरहेको हुन्छ। अर्को टेक्स्ट टेक्स्ट कन्टेन्ट भन्ने यहाँ आइहाल्यो, यो पनि हाम्रो युज भइरहेको हुन्छ। तर यसले चाहिँ जस्तै आउटर टेक्स्टले चाहिँ जस्ट नयाँ टेक्स्ट जस्तो बनाएर दियो, यसले चाहिँ सेम स्टाइलिङमा भनौँ न टेक्स्ट कन्टेन्ट चेन्ज गरेर दियो। अहिले हाम्रो जस्तो h1 थियो नि, h1कै फर्ममा दियो। त्यही भएर यो चाहिँ रिकमेन्ड गर्छु है म, हामीले टेक्स्ट कन्टेन्ट चेन्ज गर्नु छ भने चाहिँ एकदम धेरै यो युज हुन्छ। अब त्यसपछि अर्को भनेको हाम्रो हेर्ने हो भने के हेरौँ भन्दाखेरि अब यसमा जस्तै जस्तै टेक्स्ट कन्टेन्ट हो, मैले अर्को तरिकाबाट पनि चेन्ज गर्न मिल्छ। जस्तै त्यसको बेला चाहिँ कस्तो भन्दा अलि यो बढी युज भइरहेको हुन्छ यो चाहिँ। तर मलाई यदि त्यसको एचटिएमएल नै चेन्ज गर्नु छ, एचटिएमएलको ट्याग नै चेन्ज गर्नु छ, अरू भनौँ न छुट्टै त्यसलाई एचटिएमएलको फर्ममा लेख्नु छ भने चाहिँ इनर एचटिएमएल भन्ने हुन्छ, यो चाहिँ युज भइरहेको हुन्छ है। इनर एचटिएमएल भन्ने हुन्छ, जस्तै मैले त्यसलाई यहाँनिर एचटिएमएल ट्यागको फर्ममा लेख्न पाएँ कि जस्तै मार्क यहाँनिर मार्क गुड भनेर लेखिदियो भने यहाँनिर त्यो हाम्रो एचटिएमएल ट्याग जसरी बनिरहेको छ क्या, यहाँनिर जे ट्याग लेख्यौँ त्यही आइरहेको छ भन्ने कुरा हो। यस्तै यहाँनिर मैले एच एच भन्दा पनि के लेख्यौँ भन्दाखेरि अहिले एचैबाट थाहा हुन्छ, एच1 लेख्यौँ, अलिकति अहिलेको भन्दा ठुलो भइरहेछ नि, त्यही कुराहरू भयो। त्यसपछि जस्तै एउटा बटनको हेरौँ है, बटनको हेर्नु पऱ्यो भने मैले यहाँनिर एउटा बटन बनाएँ है। बटन भन्ने हाम्रो ट्याग हुन्छ, जस्ट त्यो एचटिएमएल अलिकति डाइनामिक बनाउनु मात्र खोजेँ मैले। जस्तो अहिले अब केही फरक परेन, अलिक बुझ्दै जाउँ बुझिहालिन्छ बिस्तारै। जस्तै यहाँनिर मैले बटन भन्नेमा मैले ल्याउनु पऱ्यो, बटन भन्नेमा मेरो के आइरहेको हुन्छ भन्दाखेरि अब मैले ट्याग ट्याग नेम भनेर पनि गर्न मिल्छ है, नमिल्ने होइन। अझ मैले यहाँनिर अब मैले अहिले भन्न खोजेको के हो भन्दाखेरि जस्तै अब अहिलेको लागि त एउटा मात्र हाम्रो बटन मात्र छ, त्यही भएर मलाई केही गर्नु परेन। जस्ट डकुमेन्ट डट हाम्रो गेट एलिमेन्ट बाई आइडी, गेट एलिमेन्ट बाई सरी ट्याग नेम होइन, गेट एलिमेन्ट बाई ट्याग नेम। त्यो ट्यागको नाम के हो त, हाम्रो बटन भन्ने ट्याग थियो नि त, त्यसरी लेख्न पनि पाएँ। अब मेरो धेरैवटा कुरा छ, मलाई फर्स्ट बटन चाहियो भने चाहिँ मैले यसरी एरेको थ्रु लेख्न पाएँ। यसरी लेख्नुपर्छ मैले यदि मलाई उसको थ्रु लेख्नु छ भने, सरी के को थ्रु लेख्नु छ भने भन्दाखेरि हाम्रो त्यो बटनलाई यहाँनिर हाम्रो उसको थ्रु लेख्न पऱ्यो भने जस्तै गेट एलिमेन्ट बाई
समथिङ एलिमेन्ट बाई ट्याग नेम भनेर लेख्नु छ भने चाहिँ हाम्रो उ गर्न पाएँ। अब जस्तो मैले के भन्न खोजेँ भन्दा यसरी मैले लिगेँ कि नै भनेर चेक गर्दाखेरि म अर्को एउटा नयाँ प्रोपर्टिज पनि ल्याउँछु है। जस्तो अर्को एउटा नयाँ भनेको चाहिँ हाम्रो एउटा के अरे जस्तै मेरो यो बटनमाथि कसैले माउस लग्यो, यो बटनमा क्लिक भयो, यो बटनमा केही एक्सनहरू भयो भने त्यो कुरा चेन्ज गर्नको लागि चाहिँ त्यसलाई सुन्नको लागि चाहिँ एउटा इभेन्ट ह्यान्डलर हुन्छ, इभेन्ट लिसनर हुन्छ सरी, इभेन्ट लिसनर हुन्छ। त्यसले चाहिँ यसमा भएको एक्सनहरूलाई सुन्छ भनौँ न, इभेन्टलाई लिसन गर्छ भन्ने जस्तै कुरा हो। त्यसमा चाहिँ के हुन्छ भन्दा पहिला त मैले यो बनाएको कुरालाई कल गर्नु पर्यो, अब्जेक्ट नै भनौँ न, बटन हाम्रो मेथड भनौँ, अब्जेक्ट भन्ने बटन भयो, त्यो माथि आएको यो कुरा यसरी सिलेक्ट भइरहेछ, त्यो बटन सिलेक्ट भइरहेछ। यति भएपछि मेरो के भयो भन्दा यहाँको बटन चाहिँ मेरो यो बटन भन्ने ट्याग चाहिँ सिलेक्ट भइरहेछ, क्लिक हियर भन्ने भन्नु है, बटन भन्ने चाहिँ सिलेक्ट भइरहेछ। अब बटन डट एड इभेन्ट लिसनर भन्ने हुन्छ है, यिनीहरू चाहिँ थाहा हुनु पर्यो यो कुराहरू चाहिँ। एड इभेन्ट लिसनर भन्ने त्यो पनि हेर्न मन लाग्यो भने यहाँ छ, सबै छ त्यो। अहिले मैले कन्सोल गरेको थिएँ, यहाँ छ यहाँनिर। अब यहाँनिर अहिले यस्तो आयो, मैले फेरि एकचोटि रिलोड गरेँ भने त्यो सल्भ हुन्छ होला। यहाँनिर हेऱ्यो भने एड इभेन्ट लिसनर भन्ने पनि छ है, कहाँनिर छ भन्ने कुरा मात्र हो। यसमा चाहिँ यसमा त यसमा हुँदैन, बटनमा हुन्छ भनौँ न, बटनको एक्सन यसमा त भएन नि त्यो एक्सन हो। त्यसै गरी हेर्न मन लाग्यो भने बटनकोमा हेर्न मिल्छ है, एड इभेन्ट लिसनर। अब यसले चाहिँ के गरेर हान्छ भने त दुईवटा कुरा पठाएर हान्छ। एउटा चाहिँ के काम भयो भनेको त्यो के काम भयो भन्दा नि यो बटनमाथि माउस लगियो कि, यो बटनमा केही अरू एक्सन गरियो, क्लिक गरियो कि, यो बटनमा केही यताउति गरियो कि भन्ने कुरा है, त्यसको लागि हुन्छ। जस्तै मैले क्लिक गरेँ भने त्यसपछि कमा दिएर अर्को भनेको चाहिँ यहाँनिर मेरो फङ्सन रिटर्न भइरहन्छ, फङ्सन है, कल ब्याक होइन, फङ्सन रिटर्न भइरहन्छ भनेको नर्मल फङ्सनहरू मैले अब एरो फङ्सन बनाएँ। कल ब्याक भएको चाहिँ कस्तो हुन्छ भन्दा यदि यहाँनिर केही अब नेम यहाँ अब अर्को एउटा फङ्सनबाट प्यारामिटर आउने जस्तो क्या, यहाँनिर फङ्सन अनि यहाँनिर नेम यसरी केही आउँथ्यो भने चाहिँ कल ब्याक हुन्थ्यो। तर यहाँनिर त्यो होइन है, जस्ट फङ्सन मात्र हो यसमा। एउटामा के गर्ने मेथड, त्यसपछि कमा फङ्सन भन्ने आइरहन्छ, मेथड भन्दा नि अप्सन भन्ने जस्तो। त्यसपछि हाम्रो यहाँनिर के आइरहन्छ भन्दाखेरि फङ्सन आइरहन्छ। अब फङ्सनको जस्तै मैले देखाउनको लागि मैले अब एच1 लेखेर भन्दा पनि के लेखौँ भन्दाखेरि ल यसमा क्लिक भएपछि मेरो माथिको जस्तै मैले यहाँनिर क्लिक गरेँ, वी आर लर्निङ जेएसको ठाउँमा ओके युआर गोइङ गुड भनेर लेखिदिउँ। त्यसको लागि टेक्स्ट कन्टेन्ट छ है, टेक्स्ट कन्टेन्ट छ, आउटर टेक्स्ट गर्दा पनि भयो, केही फरक परेन। तर यो राम्रो हो है, यु आर गोइङ गुड भनेर लेख्दै जस्तै यति गरेँ, क्लिक गरेँ भने युआर गोइङ गुड भनेर लेख्दैछ है। यहाँ सुरुमा गुड छ, युआर गोइङ गुड भनेर लेख्दैछ। यहाँनिर गुड कहाँबाट भइरहेछ, यहाँबाट भइरहेछ। मैले यो अहिले चाहिनँ, यो कुरालाई मैले हटाइदिएँ। त्यही वी आर लर्निङ जेएस छ, युआर गोइङ गुड छ, यसरी हाम्रो डाइनामिक भइरहेको है। यो चाहिँ हाम्रो इभेन्ट लिस्टनरले हुन्छ, यो धेरै आउँछन् यसमा। अब अर्को हुन्छ हाम्रो अर्को के हुन्छ भन्दाखेरि यदि मेरो अब है यो चाहिँ मेन अलिकति जान्न पर्ने हो, यहाँनिर हेर्ने हो भने मेरो वी आर लर्निङ जेएस छ, क्लिक हियर छ, सक्यो, यति दुईवटा। र मेरो यहाँनिर एचटिएमएलमा हेर्ने हो भने यसरी दुईवटा चाइल्ड मात्र छ, एउटा बढीको। मलाई यहाँनिर नयाँ चाइल्ड आउनु मन लाग्यो, मानव मैले यो लेखेको वी आर लर्निङ जेएस चल्दै 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 गइरहोस् भन्न खोज्दा धेरै यसरी 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 आउँदै जाओस्, यसरी यसरी क्लिक जतिचोटि क्लिक गर्दै जान्छु आउँदै जाओस् भनेको, अपडेट हुँदै जाओस्, दम अपडेट हुँदै जाओस् भन्नु खोजेँ। अब मैले लेख्दै त यत्रो साध्य हुँदैन होइन। अब त्यस्तो बेला चाहिँ के गर्ने भन्दाखेरि यहाँनिर मैले क्रिएट एलिमेन्ट भन्ने त्यो पनि थाहा हुनु पऱ्यो है। जस्तै मैले भ्याट न्यू एलिमेन्ट भनौँ, न्यू एलिमेन्ट भनेर डकुमेन्ट डट के हुन्छ भन्दा क्रिएट एलिमेन्ट भन्ने हुन्छ। क्रिएट एलिमेन्ट भन्ने यहाँनिर छ, क्रिएट एलिमेन्ट भन्ने हुन्छ। के एलिमेन्ट बनाउनु मन लाग्यो त्यो एलिमेन्टको ट्याग गर्ने है। जस्तै मलाई क्रिएट एलिमेन्ट अहिले न्यू एलिमेन्टमा मलाई एच1 बनाउँछ भने एच1 होइन भने अहिले मैले पी बनाएँ ल, जस्तै माथिकै कुरालाई नै तर एच1 बनाइदिँदा पनि भयो। त्यसरी एच1 बनाएँ। त्यसपछि अब के हो, खासमा यो एच1 बनाउने बित्तिकै अब यहाँनिर एचटिएमएलमा
यो क्रिएट एलिमेन्टले चाहिँ के गर्छ भन्दा यहाँनिर यसमा भन्दा पनि यहाँनिर गएर मैले म्यानुअली गर्नु परेन कि यहाँनिर गएर मैले क्लिक गरेपछि एच1 भनेर यसरी ट्याग बनाउँछ। पहिलो काम त्यो हो। त्यसपछि अब त्यो ट्यागलाई मैले यहाँनिर जस्ट अहिले त स्टोर मात्र गरेको छु। अब त्यो न्यू एलिमेन्ट भन्नेबाट बोलाउन सक्छु, स्टोर गरेकोलाई लेख्न सक्छु र त्यसको टेक्स्ट कन्टेन्ट भनेको मैले पुस गर्दाखेरि टेक्स्ट कन्टेन्ट इक्वल्स टु के भनेर लेखिदिनु त लर्निङ डम भनेर लेखिदिनु ल। यहाँ के हुन्छ भन्दा यहाँनिर लर्निङ डम भनेर आउँछ क्या यसरी। यहाँ देखिँदैन त आउँछ डममा चाहिँ अपडेट हुन्छ यसरी भन्न खोजेको। जस्तै यहाँनिर मैले हेरेँ भने एकैछिन युआर गोइङ गुड एकैछिन है त। जस्तै बटनमा क्लिक दिँदा भयो यहाँनिर टेक्स्ट कन्टेन्ट लागि यहाँनिर अहिले पनि त्यस्तै भइरहेको छ राम्रोसँग युज नै भइरहेको हुन्छ ल। त्यसो मैले यहाँनिर क्लियर गर्थेँ नि एच1 आउँथेँ हुन त हुन्छ। त्यसो मैले त माथि एच1 नै गरे भएर त्यो अलिकति नभएको थियो। युआर गोइङ गुड यो चाहिँ भइरहेछ। यहाँनिर चाहिँ किन ऊ भएर आउनु डकुमेन्ट डट हेरौँ है त। अहिले भ्यार सर्च गर्नुभन्दा पनि लेटै गरिदिउँ, यो फरक परेन पर्न त यसले। न्यू एलिमेन्ट भयो, न्यू एलिमेन्टमा डकुमेन्ट क्रिएट एलिमेन्ट हाम्रो पी भन्ने बनाएँ मैले। सरी मैले क्यापिटल दिनुपर्छ र सायद पर्दैन होला है क्यापिटल त, क्यापिटल चाहिँ दिनु पर्दैन। यहाँनिर पी नै हो दिनु त, ट्याग नै हो। सिम्पली के एलिमेन्ट छ त्यो एलिमेन्टको नाम त्यसरी टेक्स्ट कन्टेन्ट यहाँनिर यो कल भइरहेको फेरि के ग्लिच भएको हो कि जस्तो छ यो। अहिले त फेरि पुरै ग्लिच भयो। यो भिएसको अलिकति ग्लिच भइरहेको है, राम्रोसँग भनेर कल भइरहेन। तिमीहरूकोमा गऱ्यो भने यो हुन्छ होला। यसमा त खासै एरर त केही पनि छैन आउनुपर्ने जस्तो। त्यही त्यसको डट टेक्स्ट कन्टेन्ट लर्निङ डम भनेर लेखिदिँदा पनि भयो। ए सायद मैले यहाँ कतै डबल कतै सिङ्गल गरे भएर त्यस्तो त नहुनुपर्ने है, त्यो खासमा हुनु पनि हुँदैन। ए यहाँनिर के कुरा भइरहेछ भन्दा मैले ठ्याक्कै आफूले भनेर अहिले आफूले झन्नै मिस्टेक गरिसकेँ। यहाँनिर के भयो भन्दाखेरि यतिले ल ठिक छ मेरो यो प्याराग्राफ अहिले एच1 गरौँ। एच1 भन्ने हो मेरो यहाँ मैले भने जस्तै बन्यो। अब अहिलेसम्म के भएको छ भन्दा डममा मात्र बनेर बस्यो भनेको अहिले के भएको थियो मैले जस्तै यहाँनिर यो बटनहरूको यो यहाँ क्लिक गरेँ हेरेँ है। जस्तै यहाँनिर क्लिक गरेँ युआर गोइङ गुड भनेर आयो। तर मैले एलिमेन्टमा हेरेँ भने के छ जस्ट यहाँनिर अब हाम्रो युआर गोइङ गुड जस्तै युआर लर्निङ जेएस। अब यहाँ सेम एलिमेन्टको लागि युआर गोइङ गुड भनेर डम अपडेट भएको हो क्या यो। अब यहाँनिर के हो भन्दा यो नयाँ त बनायौँ, तर यो नयाँ बनायौँ हामीसँग त्यो बडीभित्र त एच1 र बटन मात्र ट्याग छ, डममा अपडेट भएको छ त्यो मात्र छ। अब हामीले त्यहाँ इन्सर्ट गराउनु पऱ्यो डमबाट। यो भयो मेरो जेएसबाट डममा गयो, अब त्यहाँबाट मैले इन्सर्ट गराउनु पऱ्यो। त्यसको लागि मसँग यो चाहिँ एकदम चाहिन्छ है। अनि ठ्याक्कै त्यही भयो भन्नु भएको थियो, त्यो बिर्सेँ मैले। डकुमेन्ट डट पहिला म लेख्छु अनि म भन्छु बडी डट एपेन्ड भन्ने हुन्छ। एपेन्ड चाइल्ड हजुर एपेन्ड चाइल्ड भनेर त्यो एपेन्ड चाइल्डमा चाहिँ के गर्नु पऱ्यो भर्खर माथि बनेको न्यू एलिमेन्टलाई लगेर हालिदिनु पऱ्यो, नयाँ बनेको एलिमेन्टलाई लगेर हालिदिनु पऱ्यो। त्यति गरेपछि यहाँ मैले क्लिक गर्ने बित्तिकै तल यहाँ लर्निङ डम भनेर आयो नि। जतिचोटि क्लिक गर्दै जान्छु यहाँ अलिकति राम्रोसँग भयो, जतिचोटि क्लिक गर्दै जान्छु यहाँनिर यसरी नयाँ नयाँ एलिमेन्ट हरेकचोटि क्रिएट हुँदै गइरहेछ। यो चाहिँ एपेन्ड चाइल्ड। अब यो चाहिँ कस्तो हो भन्दा खासमा डकुमेन्टले त त्यो एसेस गर्ने भइगयो होइन। डकुमेन्ट भनेको अब यहाँ यहाँ हेर्न मन लाग्यो भने जस्तो ओपन गर्ने, यहाँ हेर्न मन लाग्यो भने डकुमेन्ट अब्जेक्ट भनेको त्यही डकुमेन्ट अब्जेक्ट मोडेलका लेख्नको लागि विन्डो डट डकुमेन्ट पनि गर्न मिल्थ्यो है पहिला। अब अहिले चाहिँ डकुमेन्ट मात्र हुन्छ त्यो एसेस गर्नको लागि भनौँ न। त्यसो त्यहाँनिर मेथडहरू हुन्छ है। अब त्यसपछि जस्तो यहाँनिर भनेको चाहिँ मैले के भयो भन्दा यिनीहरू माथिको त गर्नु परेन, जस्ट क्रिएट एलिमेन्ट गरेर यो पनि बुझिहाल्यो क्रिएट एलिमेन्ट लेख्नु मात्र हो होइन। त्यस्तो त्यसमा के टेक्स्ट कन्टेन्ट हाल्ने भने त्यो मेन कुरा भनेको डकुमेन्ट डट बडी डट एपेन्ड चाइल्ड छ। एपेन्ड चाइल्ड भन्ने चाहिँ हाम्रो मेथड हो। अब हाम्रो के भइरहेछ भन्दाखेरि यहाँनिर हेरौँ है, हाम्रो यस्तै हुन्छ है प्रायः एपेन्ड गर्दाखेरि बडीभित्र
हाम्रो है हेरौँ है कता भयो यो फेरि। जस्तो यहाँनिर हेऱ्यौँ भने हाम्रो यहाँनिर चाहियो हो नि त यहाँनिर जस्तो यहाँनिर मैले अहिले कमेन्ट आउट गरेँ सरी यहाँनिर मलाई यहाँनिर चाहियो हो नि त त्यो कुरा अहिलेको कुराहरू तल 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 यो भन्दा हुँदै गयोस् भनेको मेरो बडी जुन मेरो प्यारेन्ट छ बडीको चाइल्ड हो नि त तिनीहरू भनौँ बडी तलको चाइल्डहरू बडी पछाडिको चाइल्डहरू त्यही भएर यो बडी भन्ने अब मैले भने यो सबै कुरा हाम्रो यो कुराहरू चाहिँ हाम्रो डममा चाहिँ के हुन्छ भन्दा अब्जेक्ट हुन्छ यिनीहरू भनेको अब्जेक्ट हुन्छ अब मैले अब्जेक्ट एसेस गर्नु छ भने के हो त डकुमेन्ट डट बडी भइहाल्यो त्यसपछि यो बडीको पनि चाइल्ड भनेको हाम्रो एलिमेन्ट हो नि त भर्खर बनेको एलिमेन्ट चाहिँ यो चाइल्डमा गएर एपेन्ड गर्नु छ डट एपेन्ड चाइल्ड यसलाई एपेन्ड गरिदियो यो कोडले त्यही भन्न खोजेको कहाँ गयो यो कोडले त्यही भन्न खोजेको डकुमेन्ट डट त्यो एपेन्ड चाइल्ड भनेको है त्यस्तो चाहिँ एपेन्ड चाइल्ड न्यू प्याराग्राफ गरिदियो भने हाम्रो एपेन्ड चाइल्ड भइहाल्यो अब यस्तो होइन क्लिक मात्र गरेर त हाम्रो भइहाल्यो क्लिक मात्र होइन अर्को सायद अन माउस ओभर भन्ने छ माउस ओभर मात्र हुने कि होइन माउस ओभर नै हो हेर्नु है त माउस ओभर नै हो जस्तो होला जस्तो मैले हाम्रो माथि माउस लगेँ भने क्लिक गर्दा मात्र भइरहेछ जस्तै माउस माउस ओभर भन्दा पनि माउस इन्टर भनौँ जस्तो अरू माउस मैले यसको चाहिँ ठ्याक्कै सिन्ट्याक्स बिर्सेँ जस्तो लाग्यो अनि हेरौँ है त्यसमा जस्तो डमको मेथडहरू भनेको एक्सन भ्यालु यो भइहाल्यो है यसरी पनि जस्ट गेट एलिमेन्ट बाई आइडी भनेर पनि लेख्न सक्छौँ बाँकी त्यही हो यो भनेको सेम कुरा हो त्यो माथि अब यसरी लेख्दा पनि यो कुरा पनि अब भन्यो भने जस्तो यहाँनिर यो कुरा छ नि मलाई अब लेख्न यति मलाई अब्जेक्टभित्र कतै स्टोर गर्न मन छैन भने मैले जस्ट यहाँनिर गएर यसरी गरेर अनि डट ए यहाँ भएको कुरा लेख्न सक्छु तर मैले चाहिँ के गरेँ भन्दा अलिकति राम्रो गुड एप्रोच अप्नाएको कसरी भन्दाखेरि जस्तै गुड एप्रोच अप्नाएको मतलब चाहिँ यहाँ जस्तो मैले एच वानमा स्टोर गरिराखेँ अनि यो गरिराखेँ भन्ने कुरा हो है त्यही भएर मात्र मैले अहिले हेर्न खोजेको यो सबै गर्नु मिल्छ है डकुमेन्टले एचटिएमएल भयो डकुमेन्टले सिएसएस भयो डमले सिएसएस भयो त्यसको लागि स्टाइल हुन्छ अनि स्टाइलको के प्रपर्टिज सेट गर्ने स्टाइलको कलर हो कि स्टाइलको ब्याकग्राउन्ड हो कि त्यो हुन्छ डट स्टाइल डट कलर यो भनेको तिमीले अब पिटु भन्ने एउटा पिटु भन्ने सेट गर्न पायौ जस पिटु डट स्टाइल डट कलर अनि त्यसलाई के दिने भन्ने कुरा है यो मैले अब यहीँबाट गर्ने किनभने हामी जानु भनेको रियाक्टतिर हो यो धेरै चाहिँदैन जस्ट बुझ्नको लागि मात्र एनिमेसन पनि मैले जेएसबाट दिन सक्छु जस्तै यहाँनिर अब यसरी दिँदा पनि भयो तर यहाँ जेएसबाट बोलाएर यति यो यति छ कि हाम्रो इफ एल्स कन्डिसन लगाएर दिन पाएँ भन्ने कुरा जस्तो मलाई लिख्न पऱ्यो लिखेपछि त जे पनि दिन पाइहाल्यो है चेन्ज त्यही भन्दा भयो यो इभेन्ट लिस्नर भन्दाखेरि हाम्रो के रहेछ भन्दा यस्तो हेरौँ है त यो चाहिँ चाहियो हाम्रो यहाँ क्लिकको भइसक्यो यो भनेको उता पनि बोलाउनु मिल्छ त्यो ठिक छ त्यो पछि हामीले त्यो फङ्सन गरेर एउटा प्रोजेक्ट गर्दा हेरिहाल्छौँ मैले भन्नु खोजेको चाहिँ अनक्लिकको त भयो अनलोड पनि होइन अन चेन्ज भन्दा नि माउस ओभर हो कि जस्तो लाग्यो अन माउस ओभर नै रहेछ है अहिले मैले माउस ओभर लेखेँ त्यही भएर होला र अन माउस इन्टर लेख्यो भने सरी अन माउस ओभर हो नि त इन्टर नै हो अन माउस ओभर यो किन भइरहेको छैन अन ए अन माउस ओभर नै त हुने हो त त्यसको लागि मैले यहाँबाट क्यान्सल हुनुपर्छ कि जस्तो लाग्यो खै यो त चेन्ज भएन त त्यसकोमा चाहिँ चेन्ज भयो हाम्रोमा किन भएन अब मेरोमा खै यो कसरी भएन सेम यसले भनेको कुरा होइन यो जस्ट माउस ओभर हुने बित्तिकै चेन्ज हुनु पऱ्यो भन्ने कुरा हो त्यस्तो हुन जाने बित्तिकै केही भएकै छैन है
त्यसपछि खै अहिले यो हटेको हो कि हाम्रो हुन्छ है इभेन्टहरू यो भयो क्लिक त यो अब जस्तो क्लिक गरेर नै यो ठाउँको यो चाहिँ चलिरहेछ अन माउस डाउन अन क्लिक लेख्दाखेरि भइहाल्छ है। यस्तो यो भनेको त ए हाम्रो यो त बटन अनि क्लिकको कुरा हो जस्तो अन भनेर लेख्नु पर्दैन यो माउस आउट माउस ओभरले चेन्ज हुनुपर्ने हो। फेरि अहिले भइरहेको थियो त्यो भइरहेको थियो जस्तो मैले यहाँनिर माउस आउट गरेँ भने राखेँ आउट किन भयो भने त मैले माउस इन्टर त लिएको थिएँ माउस इन्टर त लिएको थिएँ फेरि अहिले भइरहेछ ल ठिक छ अब यसरी माउस इन्टर भयो भने गर्न पाइन्छ। यो अहिले मैले जुन गरेको थिएँ नि अन माउस ओभर अन क्लिक यो चाहिँ अब यहाँनिर फङ्सन बनाएँ अनि मैले यहाँनिर बटनमा गएर जस्तै जस्तै यहाँनिर गएर पनि मैले आफै अनलाइन ऊ जस्तो पनि हान्न मिल्छ कि जस्तै यहाँनिर चाहिँ कस्तो भन्दाखेरि अन क्लिक यहाँनिर फङ्सन बोलाउनु मन लाग्यो भने फङ्सन बनाउनु मन लाग्यो भने बनाउनु मिल्छ। अब त्यसको बेला हामी जस्तै हेरिहाल्छौँ जस्तै त्यो अब यहाँ जस्तै ह्यान्डल क्लिक भनेर बनाएर यहाँनिर गएर चाहिँ जस्तै यो कुरामा चाहिँ यहाँनिर हामीले क्लिक भनेर दिन सक्छौँ तर फङ्सनको नाम दिनु पऱ्यो त्यो फङ्सन ह्यान्डल क्लिक भनेर बनाउन सकियो। अब यो मलाई अरू फङ्सन चाहिएन त्यसरी मैले यहाँनिर अब ह्यान्डल क्लिक यो भयो मैले यसको अब मेथड फलो गर्नु पऱ्यो नि त यसरी जस्तो क्लिक गरेपछि यसमा यो भनेको चाहिँ अब कसरी भइरहेछ भन्दाखेरि त्यसमा यहाँ अन क्लिक गर्दा नि यहाँ पनि त क्लिक चाहिँ बनाउनु पऱ्यो यहाँ मैले अब यस्तो गर्नै परेन जस्तो यहाँनिर मैले यतिलाई हटाइदिएँ फङ्सन यति मात्रै लेखेँ भने पनि हुनुपर्ने हो है मैले यहाँनिर अब क्लिक गरेँ अन क्लिक भनेर यो फङ्सन मेरो चल्न पर्ने हो हाम्रो कल भइरहेको जस्तो लाग्यो अहिले एच1 टेक्स्ट हामीले अन क्लिक गरेर यसरी चलाउनु मिल्छ यहाँनिर ह्यान्डल क्लिक भन्ने त्यो चाँडो पठाउनु पर्ने हो। अब त्यसको लागि इम्पोर्ट एक्सपोर्ट युज गर्नुपर्छ सायद यहाँ ह्यान्डल क्लिक भनेर हाल्यो भने त्यति भएपछि हुन्छ र हुनुपर्ने भइरहेको छ यसरी हाम्रै जस्तो यसरी हामीले यहाँनिर अन क्लिक अन माउस ओभर यो चाहिँ यहाँनिर पनि एक्सन लाउन सक्छौँ। अहिले मैले भन्न खोजेको थिएँ उता इभेन्ट लिस्नर भयो यतापट्टि यहाँ एक्सन ह्यान्डलर भनेर जस्तो यो अब यहाँ चाहिँ छ अन ड्र्याग अन के यहाँनिर छ अन माउस ओभर भनेर लेखौँ अन माउस इन्टर अन माउस क्लिक अब त्यो चाहिँ यहाँ यो चाहिँ हाम्रो कुनबाट भइरहेछ भन्दा यतापट्टिबाट सेम कुरा हो उताबाट इभेन्ट लिस्नर गर्नु र यहाँनिर यो गर्नु प्रायः हामीले धेरै युज भएको यही देखिरहेको हुन्छौँ त्यो पनि युज हुन्छ है एकदम युज हुन्छ नहुने होइन। त्यसपछि भनेको चाहिँ लगभग यति नै हो है यो डमको बारेमा लगभग यति नै गरौँ। सिङ्क्रोनस भनेको मैले भनिहालेँ भोलि फेरि दोहोऱ्याउँछु म यो सिङ्क्रोनस एसिङ्क्रोनस अनि त्यसपछि त्यो अलिअलि कल ब्याकको प्रमिसेसहरू एपिआईहरू त्यसपछि अनि हाम्रो जेएस चाहिँ सकिन्छ त्यहाँबाट प्रोजेक्ट गर्छौँ हामी त्यसपछि टिएस अहिले हेर्दा नि भयो तर टिएस पछि हेर्दा नि हुन्छ। टिएस भनेको चाहिँ जेएसको अलिकति मैले भने नि त्यसलाई अलिकति हाम्रो स्ट्रिक्ट बनाउँछ भनौँ न जेएसलाई पनि हाम्रो स्ट्याटिक साइड बना के अरे स्ट्याटिक प्रोग्रामिङ ल्याङ्ग्वेज बनाउँछ भन्ने कुरा हो त्यसले भनेको पछि मैले डाटा टाइपहरू चेन्ज गर्न यताउति नमिल्ने त्यो स्क्रिप्ट हो हामी त्यो हेर्छौँ त्यसपछि हामी रियाक्टमा छिर्छौँ लगभग अबको एउटा क्लास हाम्रो जेएसको अरू बाँकी रहेको कुराहरूमा हुन्छ अलिकति लामै गरौँला त्यसपछि अर्को हाम्रो एउटा टु डु लिस्ट जस्तो बनाउँला अनि त्यसपछि अरू जस्तै है समित भाइले अब त्यो क्यालकुलेटरको बनाइरहेको थियौ होइन अब त्यसको बेला चाहिँ यसरी हाम्रो यहाँनिर यो कुराहरू गर्न सक्यो जस्तो तिमीले क्वेरी सिलेक्टर त्यहाँ पक्कै पनि सबैको बटन बनाएर क्वेरी सिलेक्टर अल गऱ्यो भने त्यो सबै लिन मिल्छ
अब यहाँ यसरी हामीले जस्ट बटन लेख्यौँ भने सबै बटनहरू हाम्रो सिलेक्ट भइहाल्छ। यसरी एरो राख्न परेन है। यति गऱ्यो भने सबै बटनहरू हाम्रो युज हुँदैन। त्यो बटनलाई लिएर के गर्ने भन्दाखेरि त्यो बटनमा इभेन्ट लिस्नर लाउने। जस्तो बटन डट क्लिक गर्दाखेरि बटन डट क्लिक गर्ने, बटन डट एड इभेन्ट्स लिस्नर, अनि त्यसपछि यहाँ चाहिँ जस्तो अहिले सरी क्लिक गर्दाखेरि त्यो यहाँनिर एउटा एरो फङ्सन चलाइदिने। अब एरो फङ्सनले चाहिँ के गर्छ भन्दाखेरि त्यो तिम्रो यहाँनिर स्क्रिन हुन्छ नि, जस्तै मानौ स्क्रिन डिस्प्ले जुन त्यो क्यालकुलेटरको डिस्प्ले हुन्छ नि, जस्तै हाम्रो यो जस मैले यो भनिदिइहालेँ है, तिमीले बनाइरहेको त देखाएको थिएँ, त्यसमा चेन्ज गर्न मन लाग्यो भने यसरी फिक्स गर्न सक्छौ। जस्तै यो स्क्रिन भयो नि, जुन बटन मैले यहाँ क्लिक गरेँ त्यो यहाँनिर देखाउने। सुरुमा मेरो यो स्क्रिनमा 0 राखिदिने होइन। यो स्क्रिन एउटा प्लेस इनपुट फिल्ड हो नि त, एउटा इनपुट फिल्ड हुन्छ। त्यो इनपुट फिल्डमा यहाँनिर हाम्रो कन्टेन्ट भनेको चाहिँ इनपुट फिल्डमा टेक्स्ट राख्दा नि भयो, नम्बर राख्दा पनि भयो, नम्बर राख्दा राम्रो होइन। त्यो फिल्डमा अहिलेलाई मेरो के गरिदिने भन्दा 0 केही छैन, 0 लेखिदिने डिफल्टली, नभए प्लेस होल्डरमा 0 लेख्दा नि भयो, डिफल्टली नै 0 लेख्दा नि भयो, भ्यालु नै 0 लेख्दा नि भयो। यहाँनिर के गर्नुपर्छ भन्दा अब मैले त्यहाँ त्यो डिस्प्ले भन्नेमा चाहिँ जुन भनौँ न यो डिस्प्ले हो, त्यसको मैले भ्यालु चेन्ज गर्नुपर्छ, भ्यालु अपडेट गर्नुपर्छ। त्यो भ्यालु चाहिँ मेरो क्लिक गरेको त्यो लेख्नु पर्यो। अनि त्यो जुन क्लिक भयो त्यही अब अहिले हेर्दाखेरि अब कम्प्लेक्सै हुन्छ, बनाएरै धेरै टाइम लाग्छ है। त्यो हामीले हान्नुपर्छ नि त्यो ग्यासहरू हान्न। अब त्यसरी सिलेक्ट गर्न पाइयो मैले, त्यो बटन के हानेछ त्यो बटनको के गर्ने त त्यहाँनिर जस्ट जुन क्लिक गरेँ मैले, 1 क्लिक गरेँ 1लाई देखाउने, 2 क्लिक गरेँ 2लाई। अब यहाँनिर मैले एउटा कुरा छुट्याएँ, बटन छ भने चाहिँ अब मैले बटन डट यहाँनिर मैले जे भन्नुपर्छ, अब यहाँनिर हायर अर्डर फङ्सन पनि युज गर्न पाइयो फर इच, हरेकको लागि यहाँनिर बटन। अब मैले बटन युज गरिसकेको छु, त्यही भएर बटन डट फर इच एलिमेन्ट भन्दा पनि भयो, फर इच एलिमेन्ट भन्दा पनि भयो, फर इच बटन भन्दा पनि भयो। यहाँनिर अलिकति राम्रोसँग आइरहेन नि होला त्यो के अरू। अब हरेक बटनको लागि के गर्नु पर्यो, त्यो जुन बटन हान्यो त्यो बटनको चाहिँ के गरिदिनु, ल कन्सोल लक गर्दै त्यो त्यहाँ देखाउनु पर्यो। यहाँनिर त्यो देखाउने एक्सनहरू, बटन स्क्रिनमा देखाउने एक्सनहरू भनेर लेख्न पाइयो तिमीले होइन। यतिले बटन स्क्रिनमा देखायो, त्यसपछि यहाँ क्लिक गरेपछि हो त्यो बटन स्क्रिनमा देखाउने चल्छ भनेर यहाँ लेखिदिने। अनि यो कुरालाई यहाँ तल ल्याएर हान्न पायो। जस्तै एकचोटि यो कुराहरू मैले भने अनुसार कतिको बुझ्यौ त्यो अनुसार ट्राई गरी हेर, भएन भने म सिकाइदिइहाल्छु त्यो नम्बर मात्र राख्नलाई। त्यसो अपरेसन गर्नलाई यहाँनिर अहिले मैले बनाएँ जस्तै ह्यान्डल अब यो फङ्सन चाहिँ यदि तिमीले माथि डिफाइन गर्दैछौ भने त्योभन्दा माथि डिक्लेयर के अरे माथि यहाँनिर कतै कल गर्दैछौ भने माथि नै डिफाइन भइसकेको हुनुपर्छ है। फेरि अब यो ह्यान्डल क्लिक यहाँनिर कल गरेर मैले ह्यान्डल क्लिक यहाँ तल बनाउँछु भन्ने चाहिँ मिल्दैन। जस्तै अब यहाँबाट गर्दा पनि भयो, नभए यहाँनिर झन् मिठो त यहाँनिर हो। जस्तो अनक्लिक गर्दाखेरि त्यो अनक्लिक गर्दा त्यसको भ्यालु जति छ त्यति देखाइदिने भनेर त्यो गर्दा पनि भयो। त्यसपछि अर्को भनेको हाम्रो यहाँनिर मैले भन्न खोजेको लास्टमा भनेको हो नि त, अब यहाँनिर अब ह्यान्डल क्यालकुलेसनमा चाहिँ क्यालकुलेसन गर्नै पायो। अब स्विच अपरेटर युज गर्नै पायो, नभए प्लसको भ्यालु भएको, माइनसको भ्यालु भएको, त्यसपछि डिभाइडको भ्यालु भएको, अनि इन्टुको भ्यालु भएको, यस्तो भ्यालु भएकोलाई खोजेर जस्तो सीमा गरेको जस्तै जस्तै हो। यस्तो यस्तो भ्यालु भएको खोजेर अब स्विच केस लगाउँदा पनि भयो। स्विच केस लगाउँदा चाहिँ सिम्पल क्यालकुलेटर बन्यो। अब खत्रै लगाउनु छ भने चाहिँ यहाँभित्र लजिक लगाएर गर्नु पर्यो। अब यसमा यो इन्टु 0 छ भने सबै 0 भयो भनिदिनु पर्यो, यस्तो यस्तो छ भने यस्तो यस्तो छ भनिदिनु पर्यो। सिम्पलमा यति यति चाहिँ गर्न सक्छौ। अलिकति त्यो मोडुलसहरू कस साइन फङ्सनहरू गर्न थाल्यो भने अब कम्प्लेक्स खत्रै कम्प्लेक्स भन्छ, त्यत्रो हामीलाई चाहिँदैन। यस्तो यस्तो ट्राई गरेर क्यालकुलेटर भएन भने त म भनिदिइहाल्नुलाई यसरी गर्न मिल्छ। मैले जस्ट आइडिया मात्रै दिएँ, तिमीले गरेर देखाएको थिएँ त्यही भएर। अब नभए त्यही गर्दा पनि हुन्छ, त्यही गर्ने हो भने पनि ठिक छ। हामीले प्रोजेक्टको रूपमा भोलि गरौँला। नभए चाहिँ सबैजना प्रायः टुडु नै चलिरहन्छ, जहाँ पनि टुडु। त्यो टुडुलाई चाहिँ हेरौँ न हामी, टुडुलाई अब जसरी राम्रो वेमा टुडु बनाउनलाई हेरौँ।
अब अहिले यहाँ भनेको अब अलि आइकनहरू ल्याउनु पऱ्यो भने पनि झन्झट छ, यो गर्नु पनि झन्झट छ, त्यही भएर त्यस्तो राम्रो नबन्ला। रियाक्ट नगरेपछि अभियसली एकदम राम्रो बन्छ। अझै त्यो जिस्यापको ठाउँमा चाहिँ अब रियाक्टमा चाहिँ हाम्रो फ्रेमवर्क मेथड भन्ने हुन्छ, त्यो खतरा हुन्छ, त्यो सिक्दा पनि भयो। अब यसमै जिस्याप सिकाउँला एक दिन। अब यसमा आजको लागि चाहिँ लगभग यति गरौँ, केही क्वेसन छ भने सोध्दा हुन्छ। यो मैले यो कोडलाई हटाइदिएँ अहिले, त्यसको अघि मेरो दिन्छु म सोध्छु राखेँ। यो मैले जस्ट आइडिया मात्र दिएको है, यसरी गर्नै पर्छ भन्ने छ भने। यसरी पनि गर्नु मिल्छ। अब मैले कमेन्ट आउट गरिदिनु पर्ने, गरिदिनुहोस् है ल। त्यसको लागि ठिकै छ ल, मैले यसलाई कन्फ्युज गरिदिनु पऱ्यो, त्यो सिस्टममा गरिदिइहाल्छु यहाँबाट। git add git commit git commit and just done git test site ल है। केही क्वेसन भन्नु सोद्धा हुन्छ ल, आजलाई यति गरौँ, मैले इन्ड गरिदिएँ है त रेकर्डिङ।